तपाईँहरूको के छ म्युटै हुनुहुन्छ कि च्याटतिरबाट चाहिँ रिप्लाई गर्दै गर्नु है। गुड इभिनिङ एभ्रिवान। मेरो नाम सागर खड्का। र म विगत 2 वर्षदेखि ग्राफिक्स र युआई युएक्स डिजाइनिङ सिकाउँदै आइरहेको छु र मलाई काठमाडौँ भ्यालीभित्र 1 दर्जनभन्दा धेरै कम्पनीहरूमा ग्राफिक्स डिजाइनरको रूपमा काम गरिसकेको अनुभव छ। र अहिले चाहिँ म टेकडिनमा एज अ ग्राफिक्स एन्ड युआई युएक्स डिजाइनर पनि र सँगसँगै इन्स्ट्रक्टर पनि तपाईँहरूलाई सिकाउने पनि मैले काम गर्दै आइरहेको छु। र आजको हाम्रो यो क्लास भनेको चाहिँ 5 डेज क्यानभामा ग्राफिक्स डिजाइनिङ गर्ने चाहिँ हाम्रो क्लास हुन्छ। र यो क्लासमा चाहिँ कतिपय पुरानो साथीहरू पनि मैले एक दुईजना नाम देखेको जस्तो लागिरहेको छ। हाम्रो पुरानो स्टुडेन्ट पनि हुनुहुन्छ कि जस्तो लागिरहेको छ। सबैजना नयाँ हुनुहुन्छ। फर्स्ट अफ अल चाहिँ हामीले के सिक्छौँ त होइन, अपकमिङ 5 डेजमा हामीले के सिक्छौँ, यो ग्राफिक डिजाइनिङ भनेको के हो, क्यानभामा यो कसरी गर्न सकिन्छ र अबको यसको स्कोप के छ होइन, ग्राफिक डिजाइनिङको स्कोप के छ, त्यो कुराहरू गर्छौँ। एकदमै छोटो क्लास हो हाम्रो 5 डेजको क्लास भनेको, एकदम छोटो क्लास हो। तर यो हाम्रो क्लास एकदम सर्ट एन्ड स्विट हुनेवाला छ। यो छोटो क्लासमा पनि हामीले धेरै कुराहरू थाहा पाउनेछौँ। एउटा जिरो लेभलदेखि सुरु गरेर ग्राफिक डिजाइनिङमा करियर कसरी बनाउने भन्ने कुराहरू हामीले थाहा पाउनेछौँ है। ओके, 18जना जोइन भइसक्नु भएको छ। एक दुईजना मैले पुरानो नाम पनि देखिरहेको छु, केही नयाँ नामहरू पनि छ। केही छ, हाम्रो क्लासहरू सुरु गर्नुभन्दा अगाडि तपाईँहरूलाई केही कुराहरू आफ्नो राख्नुपर्ने छ भने त्यो पनि आफ्नो यता च्याट लिस्टतिर कतै सेयर गर्दै गर्नु। टेकडिनको तर्फबाट यो क्लास हामीले रन गरिरहेको 5 दिनको हाम्रो क्लास हुन्छ। यसमा चाहिँ हामीले के कुराहरू सिक्छौँ त, क्यानभामा ग्राफिक डिजाइनिङ गर्न सिक्छौँ। त्यो भनेको ओभरअल 5 डेजमा चाहिँ क्यानभा भन्ने जुन टुल छ त्यो टुल पनि चलाउन सिक्छौँ। त्यसमा हामीले ग्राफिक डिजाइनिङ गर्न सिक्छौँ। त्यसको मतलब के हो त, हामीले डिजाइनको प्रिन्सिपलहरू सिक्छौँ, टाइपोग्राफीहरू, कलर थ्योरीका कुराहरू, यो सबै कुराहरू हामीले सिक्छौँ। र त्यो गरेर हामीले अलमोस्ट सबै कुराहरू, सोसियल मिडिया पोस्टहरू, फ्लायरहरू, ब्यानरहरू, त्यो सबै बनाउन पनि आजको हाम्रो ओभरअल यो 5 दिनभरिमा चाहिँ हामीले सिक्छौँ। अनि अर्को कुरा चाहिँ यहाँ च्याटमा चाहिँ हामीले क्लाइन्टसँग कसरी डिल गर्ने भन्नुभएको छ। यो क्लाइन्टसँग डिल गर्ने कुराहरू अलमोस्ट हाम्रो डे वानमा यो कुरा गर्नलाई अलिकति हतार भयो जस्तो लागिरहेछ होइन। किनभने चाहिँ हामीले भर्खरै आज सुरु गरेको छौँ। कतिपयहरू ग्राफिक डिजाइनिङ भनेको के हो भनेर पनि नबुझेको पनि हुन सक्नुहुन्छ। त्यो भएको भएर यो सबै कुराहरू हामीले डे 5मा डिस्कस गर्छौँ है। क्लाइन्टहरू कसरी लिने, फ्रिल्यान्स जर्नी कसरी सुरु गर्ने, काम कसरी पाउने, क्लाइन्टसँग कसरी डिल गर्ने, यो सबै कुराहरू हामीले डे 5मा कुरा गर्छौँ। आजको क्लासमा चाहिँ हाम्रो 1 आवरको आजको क्लासमा चाहिँ हामीले ओभरअल के कुराहरू सिक्ने हो भनेपछि क्यानभामा चाहिँ हामीले बेसिक क्यानभा चलाउन सिक्छौँ। र त्योभन्दा अगाडि चाहिँ के कुराहरू हामीले जान्नुपर्छ भनेपछि डिजाइन भनेको के हो, ओभरअल ग्राफिक सँगसँगै युआई युएक्स पनि डिजाइन भनेको के हो, ग्राफिक डिजाइन भनेको के हो, ग्राफिक डिजाइन मात्रै नभएर डिजाइन मात्रै भनेको के हो, त्यो सबै कुराहरू गर्छौँ। सुरु गरौँ है त। के छ, मेरो आवाजहरू क्लियर आएको छ है? मेरो आवाज क्लियर आइरहेको छैन भने चाहिँ कतै च्याटतिर लेखिदिनु होला। ओके है त, यो ग्राफिक्स र युआई युएक्स डिजाइनको यो अलिकति पुरानो प्रेजेन्टेसन हो क्यारे है। यसमा युआई युएक्स पनि इन्क्लुड छ। यसमा हामीले गर्ने भनेको चाहिँ ग्राफिक्सको मात्रै कुरा गर्छौँ र युआई युएक्स भनेको के हो भनेर चाहिँ हामीले सर्फेस लेभलमा मात्रै बुझ्छौँ है। ओके, ग्राफिक्स डिजाइन भन्नुभन्दा पहिले चाहिँ यो डिजाइन भनेको चाहिँ के हो भन्ने बुझौँ है। हामीमध्ये कतिलाई आइडिया छ यो डिजाइन भनेको के हो भनेर? अनम्युट गरिदिनु होला त एकचोटि। कतिजनाले यो कुरा राख्न खोजिराख्नु भएको छ। यो डिजाइन भनेको के हो, कतिले बुझ्नु भएको छ? के छ, कोही हुनुहुन्छ डिजाइन भनेको के हो भनेर जे थाहा छ आफूलाई त्यो सेयर गर्न चाहने? ठ्याक्कै त थाहा छैन डिजाइन। होइन होइन, जे छ जे आउँछ त्यही भनिदिनु है।
के छ जो कोहीलाई पनि जे आफूलाई सेयर गर्न चाहनुहुन्छ, जे तपाईँलाई थाहा छ त्यही भनिदिनु। डिजाइन भनेको चाहिँ के होला त तपाईँहरूको विचारमा? एउटा डिजाइन भनेको त के हो त्यसो भए? जे थाहा छ त्यही भनिदिनु है। गाह्रो साह्रो मान्नु पर्दैन, जस्ट सिक्न आएको हामी सबै जिरो लेभलबाट सुरु गर्दैछौँ। त्यो भएर गाह्रो अप्ठ्यारो मान्नु पर्दैन। ग्राफिक डिजाइनिङ भनेको के हो भनेर बुझ्नुभन्दा पहिले डिजाइन भनेको के हो भन्ने बुझौँ। डिजाइन भनेको कलर पोस्टरहरू हामीले उम्, देख्छौँ नि त्यस्तै। ओके, भिजुअलहरू बनाउने है। हजुर हजुर। ओके ओके, हामी फेरि यो ग्राफिक डिजाइनिङतिर गयौँ होइन। मैले चाहिँ के सोधेको भने चाहिँ डिजाइन मात्रै, कि हामीले ग्राफिक डिजाइनको कुरा गरिरहेको छैनौँ, डिजाइन मात्रै। कतिपयहरूलाई फेरि यो डिजाइन भन्ने बित्तिकै हामी अहिले ग्राफिक डिजाइनिङ गरेको भएर ग्राफिक डिजाइनतिर जानुभयो। पहिले चाहिँ हामी डिजाइन मात्रै भनेको के हो भनेर डिस्कस गरौँ है। डिजाइन भनेको के हो भनेपछि के भन्छ भनेपछि डिजाइन भनेको चाहिँ एउटा प्रब्लमको सोलुसन हो भन्छ क्या। हामीले ग्राफिक्सको मात्रै कुरा नगरौँ, त्यो आर्किटेक्टको कुरा हुनसक्छ अथवा अरू जुनसुकै फिल्डको डिजाइन होइन, इन्जिनियरिङतिरको हुनसक्छ, फिजिक्सको हुनसक्छ, साइन्सतिरको हुनसक्छ, हरेक कुराहरूको क्या होइन, मेसिनकोहरूको डिजाइन गर्ने हुनसक्छ। जेसुकै होस्, एउटा प्रब्लमको हामीले सोलुसन खोज्छौँ। एउटा प्रब्लमलाई जुन सल्भ गर्नको लागि एउटा सोलुसन चाहिन्छ, त्यो सोलुसन नै के हो त? डिजाइन हो। डिजाइन भनेको जहिले पनि फुलबुट्ट भर्ने राम्रो बनाउने मात्रै नभएर एउटा प्रब्लमको सोलुसन खोज्नु है। जस्तो कि अब हामीले के थियो त, हाम्रो पुर्खाहरू एन्सेस्टरहरू के गरेको थियो? जङ्गलमा बसेको थियो, ओडारमा बसेको थियो, चलिरहेको थियो त होइन। जङ्गलमा बसेर नि भएकै थियो, ओडारमा बसेर पनि भएकै थियो। तर अब त्यो जङ्गलमा बसेर के भयो त, अलिकति खतरा बढ्यो, जङ्गली जनावरहरूले आक्रमण गर्न थाले। त्यसपछि के भयो त, उनीहरूले के गरे त, एउटा झुपडी जस्तो गर्न थाले, घरहरू बनाउन थाले, कम्युनिटी बनाएर बस्न थाले होइन। त्यो घर के थियो त? एउटा डिजाइन थियो। अब त्यो घर बनायो, त्यो घर चाहिँ अब त्यति बलियो थिएन। बलियो नभएपछि के भयो त, ढुङ्गा माटोको घर बनाउन थाल्यो, अझ बलियो घर बनाउन थाल्यो। त्यो चाहिँ के थियो? एउटा नयाँ डिजाइन थियो। अनि त्यसपछि के भयो त, त्यो पनि बाढी पहिरोले भत्काउन थाल्यो, भूकम्पले भत्काउन थाल्यो। त्यसपछि के गर्यो? त्यो अझ बलियो कङ्क्रिटको घर बनाउन थाल्यो होइन। अब त्यो कङ्क्रिटको घर के थियो त? अझ एउटा नयाँ डिजाइन थियो। र त्यसपछि के गर्थ्यो? त्यो पनि भएन, भूकम्पले भत्काइदियो भने फेरि के गर्थ्यो? भूकम्प रहित घर बनाइदियो। त्यो सबै के थियो त? नयाँ डिजाइन थियो। मान्छेलाई बिस्तारै बिस्तारै अझ धेरै कम्फर्ट चाहिन थाल्यो। अनि त्यो कम्फर्ट खोज्दै खोज्दै जाँदा के भयो त, नयाँ नयाँ डिजाइनहरू बन्दै बन्दै गए। सो अब एउटा जुन हामीलाई समस्या आउँछ, त्यो समस्याको समाधान गर्नु भनेको के हो त? डिजाइन हो। के छ त, हामी बस्नलाई त भुइँमै बसेको भए पनि हुन्थ्यो होइन। अलमोस्ट सबैजना चेयरमा अथवा कतै बस्नु भएको छ होला, भुइँमै बसेको भए पनि हुन्थ्यो। तर बस्नले हामीले के खोज्छौँ त? एउटा चेयर खोज्छौँ होइन। अब त्यो भुइँमा बस्दाखेरि के भयो त, अलिकति कम्फर्ट फिल भएन, अलिकति ग्राउन्ड लेभलभन्दा माथिपट्टि लिइदियो, एउटा के गरिदियो? चेयर बनिदियो, त्यसमा बस्यो होइन। अब त्यसमा चाहिँ के चाहियो त? अब मतलब पछाडिपट्टि अडेस लगाएर बस्नलाई पछाडि ब्याकलाई सपोर्ट चाहियो भन्यो, पछाडि ब्याकलाई पनि रेस्ट गर्ने ठाउँ बनाइदियो। त्यति मात्रै पुगेन, फेरि हात पनि राख्ने ठाउँ बनाइदियो। त्यो सबै के हो त? एउटा प्रब्लमको सोलुसन थियो होइन। एउटा समस्याको समाधान खोज्दै जाँदा के हुन्छ त? एउटा डिजाइन भन्छ त्यसलाई चाहिँ हामीले। अब डिजाइन भन्छौँ। अब यो के भन्छ भनेपछि डिजाइन चाहिँ टु टाइप्स अफ डिजाइन हुन्छ अरे है। डिजाइन चाहिँ के हुन्छ? दुई टाइपको डिजाइन हुन्छ। एउटा हुन्छ एस्थेटिक डिजाइन, अर्को हुन्छ फङ्सनल डिजाइन है। अब यो एस्थेटिक डिजाइन भनेको के हो? फङ्सनल डिजाइन भनेको के हो? अब यो एस्थेटिक डिजाइन भनेको हेर्नलाई राम्रो भइदिए पुग्यो अरे, त्यसले काम गरेको छ या गरेको छैन भन्ने कुराको मतलब भएन। यो चाहिँ हेर्नलाई राम्रो भइदिनु के अरे, राम्रो भइदिनु पर्यो। त्यो एउटा फोटो हुनसक्छ, कुनै पेन्टिङ हुनसक्छ, अथवा म्युजिक हुनसक्छ होइन। त्यो जो चाहिँ हेर्नलाई राम्रो छ, आँखालाई राम्रो छ, त्यसको कुनै मेसेज छैन, पर्पज छैन, जस्ट हेर्नलाई मात्रै राम्रो छ, त्यो डिजाइनलाई चाहिँ हामी के भन्छौँ? एस्थेटिक डिजाइन भन्छौँ। भने यो फङ्सनल डिजाइन भनेको के हो भनेपछि, यो फङ्सनल डिजाइन राम्रो छ या छैन भन्ने कुराको हामीलाई मतलब छैन। यो राम्रो देखियोस् या नदेखियोस्, यो हाम्रो सरकारको विषय होइन। यसले चाहिँ के हुनु पर्यो त? यसले काम गरेको हुनु पर्यो। यो चाहिँ के हुनु पर्यो? फङ्सनल हुनु पर्यो। यसले चाहिँ काम गरेको हुनु पर्यो, अनि यसले एउटा मेसेज दिएको हुनु पर्यो। त्यसलाई चाहिँ हामी के भन्छौँ त? फङ्सनल डिजाइन भन्छौँ। अब यसको इक्जाम्पलको लागि हेऱ्यो भने चाहिँ हामीले नो पार्किङको बोर्ड देख्छौँ होइन, ट्राफिक सिग्नलहरू देख्छौँ, नो पार्किङको बोर्ड देख्छौँ। हामीलाई कहिले नो पार्किङको बोर्ड देखेर आहा कस्तो राम्रो नो पार्किङको बोर्ड भन्ने त हामीलाई हुँदैन होइन। नो पार्किङको बोर्ड हेरेर कसैले नो पार्किङको बोर्डको अगाडि गएर तपाईँहरूले सेल्फी त खिच्नुहुन्न, त्यो राम्रो त छैन। तर त्यसले के गरेको छ त? एउटा सिम्बलले मात्रै पनि क्लियर मेसेज दिएको छ कि यहाँनिर पार्किङ गर्न पाइँदैन भनेर एउटा बोर्डले नै मेसेज दिएको छ। अब त्यो चाहिँ के हो त? फङ्सनल डिजाइन हो। अब हामीले ग्राफिक डिजाइनमा आएर कुरा गर्ने हो भने हाम्रो डिजाइन चाहिँ कस्तो हुनुपर्छ त? फेरि हामीले डिजाइन गराउने कस्तो डिजाइन गराउने? एस्थेटिक डिजाइन गराउने कि फङ्सनल डिजाइन गराउने? कस्तो हुनु पर्यो भनेपछि हाम्रो डिजाइन चाहिँ पहिले चाहिँ फङ्सनल हुनु पर्यो।
हाम्रो डिजाइन हामीले ग्राफिक डिजाइन गर्ने बेला कुनै एउटा डिजाइन बनाएको छौँ भने चाहिँ त्यो के हुनु पर्यो, फर्स्ट अफ अल फङ्सनल हुनु पर्यो, त्यसले काम गरेको हुनु पर्यो। अनि त्यसपछि बल्ल चाहिँ के हुनु पर्यो, एस्थेटिक हुनु पर्यो। फर्स्ट हाम्रो प्रायोरिटी भनेको चाहिँ के अरे फङ्सनल हुनु पर्यो, काम गरेको हुनु पर्यो। अनि त्यसपछि चाहिँ के हुनु पर्यो त, भ्युअर्सहरूलाई एट्र्याक्ट गर्ने खालको हुनु पर्यो, त्यो एट्र्याक्टिभ हुनु पर्यो। त्यो भएको भएर हाम्रो डिजाइनले केमा बढी फोकस गर्नु पर्यो त, फङ्सनल हुनु पर्यो। पहिलो फर्स्ट हाम्रो प्रायोरिटी भनेको फङ्सनल हुनु पर्यो, अनि त्यसपछि बल्ल चाहिँ के हुनु पर्यो, एस्थेटिक हुनु पर्यो होइन। ओके, यसपछि चाहिँ हामी बल्ल ग्राफिक्स डिजाइनमा आउँ है। यो अब ग्राफिक्स डिजाइन भनेको के हो भनेर बल्ल बुझौँ है त। कतिजनाले अघि नै ग्राफिक्स डिजाइनको डेफिनेसन दिइराख्नु भएको थियो। अब यो ग्राफिक्स डिजाइनिङ भनेको के हो रे भनेपछि चाहिँ भिजुअल कम्युनिकेसन हो रे क्या। यो भनेको के हो त, भिजुअल कम्युनिकेसन। यो भनेको भिजुअलको थ्रु चाहिँ हामीले कोहीसँग कम्युनिकेट गर्छौँ, केही मेसेजहरू पास गर्छौँ। कुनै भिडियो छैन, कुनै केही पनि छैन, जस्ट एउटा भिजुअल दृश्यको हिसाबले कुनै ब्यानरको हेरेर, कुनै पोस्टर हेरेर एउटा क्लियर मेसेज हामीले दिन सक्छौँ भने त्यसलाई चाहिँ हामीले के भन्छौँ त, भिजुअल कम्युनिकेसन भन्छौँ। र यो ओभरअल भिजुअल कम्युनिकेसनको फिल्डमा चाहिँ ग्राफिक्स डिजाइन मात्रै नभएर धेरै कुराहरू आउँछ, फिल्म मेकिङहरू भयो, धेरै कुराहरू आउँछ। त्यो मध्येको एउटा पाटो भनेको चाहिँ के हो त, ग्राफिक्स डिजाइन हो। र अर्को भनेको चाहिँ इमेजिनेसन टु भिजुअल कन्टेन्ट भन्छ। यो भनेको चाहिँ हामीले केही कुराहरू इमेजिन गर्छौँ, यो यस्तो होला, यो यस्तो होला, कुनै एड यस्तो होला भनेर हामीले सोच्छौँ, तर त्यो कस्तो छ त भन्दा हाम्रो दिमागलाई मात्रै थाहा छ। त्यसलाई चाहिँ हामीले रियल लाइफमा एउटा लोगो बनायो, त्यो कस्तो छ के छ हामीले थाहा छैन, तर त्यसलाई हामीले रियल लाइफमा हामीले हेर्न मिल्ने फर्ममा उतार्छौँ। त्यो चाहिँ के हो त, ग्राफिक डिजाइनरको काम हो। एज अ ग्राफिक डिजाइनर हामीले चाहिँ अब आफूलाई के सोच्नु पर्यो त, हामी चाहिँ एउटा प्रब्लम सल्भर हो। हामीले चाहिँ प्रब्लम सल्भ गर्ने हो, प्रब्लमको सोल्युसन निकाल्ने हो, र भिजुअल कम्युनिकेट गर्ने हो, हाम्रो अडियन्ससँग भिजुअलको थ्रुबाट कम्युनिकेट गर्ने हो है। ओके, यहाँनिर ग्राफिक्स सँगसँगै अलिकति कुरा जोडिहालेँ। यहाँनिर युआई युएक्स डिजाइनको पनि मैले कुरा जोडेँ। यो हाम्रो कोर्समा चाहिँ युआई युएक्स डिजाइन हामीले सिक्दैनौँ, त्यो कुराहरू त्यतातिर जाँदैन। तर यो भनेको के हो भन्ने बुझौँ है। यो ग्राफिक्स डिजाइन जस्तै जस्तै कुरा हो है। ग्राफिक्समा चाहिँ हामीले मेनली चाहिँ भिजुअलहरू डिजाइन गर्छौँ, सोसियल मिडिया पोस्ट, ब्यानर, पोस्टर, थम्बनेलहरू, लोगोहरू, यो सबै कुराहरू डिजाइन गर्छौँ। अब यो युआई युएक्स भनेको चाहिँ युजर एक्सपिरियन्स र युजर इन्टरफेस भन्छ। त्यो भनेको हामीले युज गर्ने मोबाइल एप्लिकेसन अथवा वेबसाइटहरू होइन। हामीले मोबाइल एप जुन युज गर्छौँ, त्यो मोबाइल एपमा जस्तो फेसबुकको हेऱ्यो भने चाहिँ सुरुमा पासवर्ड हाल्न, के अरे सरी, नम्बर हाल्न भन्छ, त्यसपछि पासवर्ड हाल्न भन्छ, त्यसपछि लगइन बटन थिच्छ। लगइन बटन थिचिसके पछाडि सुरुमा स्टोरीहरू आउँछ होला, पोस्टहरू आउँछ होला। त्यो चाहिँ सबै कसले बनाउँछ त, डेभलपरहरूले कोडिङ गरेर चाहिँ मोबाइल एप बनाउने हो। तर त्यो मोबाइल एप बनाउनुभन्दा पहिले मेरो एप चाहिँ कस्तो देखिने, फेसबुकको लोगो कस्तो हुने भनेर बनाउनु पर्यो। त्यो चाहिँ ग्राफिक्सको काम भयो। एप बिल्ड गर्ने बेला पनि त्यो लगइन भन्ने बटनलाई कहाँनिर राख्ने, कत्रो साइजमा राख्ने, त्यो फोन नम्बर हाल्ने अप्सन कहाँनिर दिने, लगइन थिचिसके पछाडि चाहिँ त्यो खुल्ने बेला चाहिँ कस्तो एनिमेसन आउने, स्टोरी कसरी राख्ने, कहाँनिर राख्ने, होम आइकन चाहिँ कस्तो बनाएर राख्ने भनेर चाहिँ एउटा एपको प्रिभ्यू, जुन एप हाम्रो फाइनल एप बन्नुभन्दा पहिले त्यसको प्रिभ्यू एउटा डिजाइन तयार गर्ने काम चाहिँ युआई युएक्स डिजाइनरले गर्छ है। अब यसमा युआई डिजाइन गर्नु भनेको के हो त, फेरि यसमा युआई युएक्स भनेर चाहिँ नर्मल्ली एउटै डिजाइनर हुन्छ। तर अझ ठुलो ठुलो कम्पनीमा हामीले गयौँ, फेसबुक लेभलको कम्पनीमा गयौँ भने चाहिँ युआई डिजाइनर छुट्टै र युएक्स डिजाइनर छुट्टा छुट्टै कुरा हो। तर नर्मली चाहिँ युआई युएक्स डिजाइनर भनेको एउटै हुन्छ है। अब यसमा युआई डिजाइन भनेको चाहिँ युजरको इन्टरफेस मात्रै डिजाइन गर्ने, जसमा चाहिँ हामीले के आउँछ, ओभरअल ग्राफिक्सकै कुराहरू आउँछ। त्यो भनेको चाहिँ कलर थ्योरीहरू, टाइपोग्राफीहरू, लेआउटको कुराहरू, यो सबै कुराहरू जसले चाहिँ हाम्रो एपलाई अथवा वेबसाइटलाई भिजुअल्ली एट्र्याक्टिभ गराउन सक्छौँ, राम्रो गराउन सक्छौँ भिजुअल्ली कसरी, त्यो कुराहरू डिजाइन गर्ने चाहिँ युआई डिजाइनर हुन्छ। भनेपछि यो लगइन बटन कहाँनिर राख्यो भने चाहिँ युज गर्न सजिलो होला, यो होम बटन चाहिँ कहाँनिर राख्यो भने चाहिँ युजरहरूलाई युज गर्न सजिलो होला, त्यो कुराहरूको डिजाइन गर्ने भनेको चाहिँ युएक्स डिजाइनरले हो होइन। जस्तो कि अब हामीले फेसबुक बनाउने बेला चाहिँ कति सजिलो छ है, फेसबुकमा अकाउन्ट क्रिएट गर्न केही पनि गर्नु पर्दैन, झन्झटै गर्नु पर्दैन, सजिलो छ। तर हामीले फेसबुकमा आइडी डिएक्टिभेट गर्नु पर्यो भने त्यो आइडी डिएक्टिभेट गर्न कहाँ पुग्ने हो थाहै छैन, कहाँ सेटिङको कुन कुनामा लगेर राखेको छ, अत्तो छैन पत्तो छैन होइन, कता हो कता हो। त्यसले गर्दा के गरेको छ त, फेसबुकको अलिकति बिजनेस ग्रोथ गराउनमा हेल्प गरेको छ, अकाउन्टहरू धेरै बनाउनमा हेल्प गरेको छ, सजिलो भएको भएर। अब इमेजिन गर्नुहोस् फेसबुकको अकाउन्ट, फेसबुक चलाउँछु भन्यो, अकाउन्ट नै क्रिएट गर्न जानेन भने युजर कति कम हुन्थ्यो होला। त्यो भएको भएर आफ्नो जुन क्लाइन्टको बिजनेसलाई ग्रोथ गराउनको लागि युजर चाहिँ ले चाहिँ आफ्नो वेबसाइट अथवा मोबाइल एप बनाउनको लागि सजिलो कसरी हुन्छ भनेर बनाउने काम चाहिँ युएक्स डिजाइनर भने युआई डिजाइनले भनेको चाहिँ के गर्छ, वेबसाइट अथवा मोबाइल एपलाई राम्रो कसरी देखाउने भनेर चाहिँ त्यो पाटोमा काम गर्छ।
यहाँनिर केही डिजाइन एलिमेन्ट्सको कुराहरू छ, जसमा चाहिँ हामी अपकमिङ 5 डेजमा बिस्तारै बिस्तारै डिस्कस गर्दै गर्दै जान्छौँ। र ओभरअल हेऱ्यो भने चाहिँ स्पेस, टाइपोग्राफी, कलरहरू, लाइन, सेपहरू यो युज गरेर चाहिँ हामीले डिजाइन बनाउने हो। र केही डिजाइन प्रिन्सिपलको बारे पनि हामीले कुरा गर्छौँ। ब्यालेन्स, इम्पेसिस, मोमेन्ट, प्रोक्सिमिटी, अलाइनमेन्ट, यो सबै कुराहरूको यो कसरी भिजुअल वेटहरू मिलाउने, कसरी मेन कुराहरूलाई कसरी फोकस गर्ने, कलरहरू कसरी मिलाउने, टाइपोग्राफीहरू कसरी चुज गर्ने, यो सबै कुराहरू हामीले अपकमिङ 5 डेजमा डेली एउटा एउटा एकैचोटि सबै होइन, बिस्तारै बिस्तारै एउटा एउटा अथवा एउटा गरेर नपुग्ला, दिनमा एउटा दुईटा गरेर चाहिँ हामीले के गर्छौँ त, एक दिन टाइपोग्राफी, एक दिन कलर थ्योरी, एक दिन मोमेन्ट, यो सबै कुराहरू एउटा एउटा गरेर चाहिँ हामीले गर्दै गर्दै जान्छौँ है। एकै दिन सबै कुराहरू यो सिक्न थाल्यो भने त लगभग नभइएला है। यहाँनिर केही डिजाइन टुलहरू छ। यो चाहिँ मार्केटमा अहिले चलिरहेको टुलहरू को बारेमा मैले तपाईँलाई इन्ट्रोडक्सन दिएँ। यसमध्ये हामीले सिक्ने टुल भनेको यति क्यानभा मात्रै हो है। 5 डेजमा यो सबै पोसिबल छैन, तर यो यतिकै धेरै टुलहरूको नाम चाहिँ किन मैले दिएँ भनेपछि क्यानभा भनेको एकदमै राम्रो टुल हो। जुन तपाईँ एज अ बिगिनर, तपाईँ ग्राफिक डिजाइनिङ सुरु गर्नुहुन्छ भने चाहिँ क्यानभा चाहिँ तपाईँलाई सिक्नलाई सजिलो छ, डिजाइन करियर सुरु गर्नलाई एकदमै राम्रो छ। तर तपाईँ प्रोफेसनल्ली नै ग्राफिक डिजाइनर बन्ने हो, ठुलो ठुलो कम्पनीमा हायर हुने गरी ग्राफिक डिजाइनर बन्ने हो भने चाहिँ तपाईँले क्यानभा मात्रै सिकेर पुग्दैन। इन्डस्ट्री लेभलमा इलुस्ट्रेटर या फोटोसप यो टुलहरू सिक्नुपर्छ। यो टुलहरूको काम चाहिँ अलिकति सर म भनिदिन्छु है। क्यानभा भनेको जुन हामीले 5 डेजमा, अपकमिङ 5 डेजमा हामीले सिक्ने टुल भनेको चाहिँ क्यानभा हो। यसमा चाहिँ हामीले गर्न नमिल्ने केही पनि छैन है, सबै कुराहरू गर्न मिल्छ, सिक्नलाई सजिलो। तर यो चाहिँ कसको लागि बेस्ट हो भनेपछि, एक त फर्स्ट अफ अल भनेको बिगिनरहरूको लागि बेस्ट हो, फर्स्ट थिङ भनेको। र अर्को भनेको चाहिँ सानो सानो बिजनेसहरूको अनरहरू हुनुहुन्छ जसले ग्राफिक डिजाइनर हायर गरेर राख्न सक्नुहुन्न, उहाँहरूको लागि चाहिँ क्यानभा होइन, एउटा सिम्पल डिजाइन, एउटा राम्रो डिजाइन एक हप्तामै सिकेर राम्रो डिजाइन आफैले पनि बनाउन सक्नुहुन्छ। बेस्ट भनेको चाहिँ यो के छ त, सानो बिजनेसहरूको अनरहरूको लागि र जसले ग्राफिक डिजाइनिङ जस्ट बिगिन गर्न चाहनुहुन्छ, फोटोसप खुलाएर हेऱ्यो राम के हो अप्ठ्यारो छ केही पनि बुझ्दैन, उसको लागि चाहिँ क्यानभा बेस्ट हो। त्यो बाहेक स्टुडेन्टहरू, टिचरहरूको लागि, प्रेजेन्टेसनहरू बनाउनको लागि, बेसिक ब्यानर पोस्टरहरू बनाउनको लागि यो पनि बेस्ट हो है। अब यसको मतलब क्यानभामा गरेर ठुलो डिजाइनर कहिले पनि बन्न सकिँदैन भन्ने होइन। तपाईँलाई डिजाइनको प्रिन्सिपलहरू आउँछ, लेआउटहरू आउँछ, टाइपोग्राफीहरू आउँछ भने क्यानभा चाहिँ क्यानभाबाट पनि तपाईँले ठुलो लेभलमा काम गर्न सक्नुहुन्छ। तर इन्डस्ट्रीमा अलिकति टप लेभलमा चलेको भनेको चाहिँ अहिले एडोबीको इलुस्ट्रेटर र फोटोसप चाहिँ यो दुईवटा टुलहरू चाहिँ टपमा छ। एउटा चाहिँ राष्ट्र डिजाइनको लागि, एउटा चाहिँ भेक्टर डिजाइनको लागि। र अर्को भनेको यो फिग्मा भनेर मैले यो अर्को टुलको नाम राखेको छ। यसमा चाहिँ हामीले जुन अघि हामीले युआई युएक्सको कुरा गरेको थियौँ, त्यसमा चाहिँ हामीले वेबसाइटहरूको डिजाइन, मोबाइल एप्लिकेसनहरूको डिजाइन अथवा डिजिटल इन्टरफेसको डिजाइन त्यो चाहिँ हामीले फिग्मामा बनाउन सिक्छौँ है। कतिपय हामी यो मध्ये युआई युएक्सको पनि स्टुडेन्टहरू पनि हुनुहुन्छ होला टेकडिनकै तर्फबाट, उहाँहरूले चाहिँ क्यानभा र फिग्मा दुईवटै सिक्नुहुन्छ है। अर्को पनि यो हाम्रो क्लास बाहेकको अर्को एउटा कोर्स पनि चलिरहेको छ, त्यो कसैले लिइरहनु भएको छ भने वेबसाइटहरूको डिजाइन बनाउन पनि त्यसमा सिक्नुहुन्छ। ओके, हामी लास्टमा छ है। यो थ्योरिटिकल कुराहरू जति पनि गफगाफ हाम्रो चलिरहेको छ यसको चाहिँ लास्टमा छ। यसपछि हामी डाइरेक्टली क्यानभामै जान्छौँ है। अब चाहिँ हामीले के कुरा गऱ्यौँ भने चाहिँ के कुरा गरौँ भने हाम्रो डिजाइन गर्ने बेला के चाहिँ नगर्ने भनेर चाहिँ एकचोटि सर कुरा गरौँ। हामीले चाहिँ ओभर कम्प्लिकेट गर्न खोज्छौँ सुरुमा एज अ बिगिनर। हामीले डिजाइन गर्ने बेला यो पनि लिएर राखिदियो, त्यो पनि लिएर राखिदियो, सब एकै ठाउँ लिएर राखिदियो, म खत्रै बनाउँछु क्यारे, म खत्रै दामी बनाउने हो भन्ने लाग्छ। जस्ट भर्खर क्यानभा सिकेर भ्याउने बेला अथवा फोटोसप भर्खर सिकेर भ्याउने बेला चाहिँ सब लिएर राखिदिन्छु, म खतरा बनाइदिन्छु भन्ने हुन्छ। त्यो चाहिँ गर्ने होइन। हामीले चाहिँ हाम्रो डिजाइनलाई जति सक्यो सिम्पल राख्ने कोसिस गर्ने हो। अनि ब्रान्डिङको कुरा गऱ्यो भने चाहिँ इन्कन्सिस्टेन्ट ब्रान्डिङ चाहिँ कहिले पनि नगर्ने होइन। जुन ब्रान्डको लागि हामीले डिजाइन गरिरहेको हुन्छ त्यो चाहिँ त्यसको चाहिँ एउटा फिक्स किसिमको उसको टाइपोग्राफी युज गरेको हुन्छ, टेक्स्टहरू, फोन्टहरू एउटा फिक्स किसिमको युज गरेको हुन्छ, कलरहरू पनि एउटा फिक्स कलर, उसको ब्रान्डको कलर युज गरिरहेको हुन्छ। त्यही अनुसारले हामीले गर्नु पर्यो होइन। आज एउटा कलरमा, भोलि अर्को कलरमा, पर्सि अर्को कलरमा, पर्सि अर्को कलरमा गरेर छुट्टा छुट्टै कलरमा गऱ्यो भने चाहिँ के हुन्छ, इन्कन्सिस्टेन्सी आउँछ क्या। जस्तो हाम्रो टेकडिनको सोसियल मिडिया पोस्ट हेर्नुभयो भने चाहिँ हाम्रो के छ त, ब्लू र ब्ल्याकमा हाम्रो ब्रान्डिङ भएको छ भने हाम्रो सोसियल मिडिया पोस्टहरू, लोगोहरू, सबै कुराहरू, हाम्रो अफिसको डेकोरेसनहरू हेऱ्यो भने सबै कुराहरू के हुन्छ, यो ब्लू र ब्ल्याकले देखाइरहेको हुन्छ। यसले चाहिँ के गर्छ भनेपछि हाम्रो अडियन्सहरूमा ट्रस्ट बिल्ड गर्छ। तपाईँहरूले त्यो एनसिएलको बिल्डिङ याद गर्नुभयो होला, एनसिएलको सोसियल मिडिया पोस्टहरू याद गर्नुभयो होला, सिम कार्ड पनि इभन
याद गर्नुभयो होला त्यो के छ त सबै पर्पल कलरको थेममा बनेको छ होइन। अब कहिलेकाहीँ चाहिँ हामीले कतै एनसिएल भनेर लेखेको छैन तर त्यो पर्पल कलरको ब्रान्डिङ कतै देख्यौँ त्यस्तो खालको एनसिएलले युज गरेको सिम्बलहरू लोगोहरू कहीँ कतै युज गऱ्यौँ भने चाहिँ एनसिएल भनेर नलेखे पनि यो चाहिँ एनसिएलको हो है भन्ने चाहिँ हामीले के हुन्छ त एउटा दिमागमा बसिसकेको हुन्छ कि एउटा ट्रस्ट बिल्ड हुन्छ अडियन्समा त्यो भएको भएर इन्कन्सिस्टेन्ट ब्रान्डिङ चाहिँ कहिले पनि नगर्ने। अनि अर्को भनेको चाहिँ युजरहरूको फिडब्याकलाई चाहिँ कहिले पनि इग्नोर नगर्ने होइन। आफूले डिजाइन बनाएर दिइसकेपछि हाम्रो जो युजरहरू हुन्छ उहाँले जो फिडब्याक दिनुहुन्छ त्यो फिडब्याकलाई चाहिँ आफूले लिन सक्नु पर्यो होइन। आफूलाई एउटा डिजाइन बनाएर दियो आफ्नो क्लाइन्टले मन परेन यो चेन्ज गर त्यो चेन्ज गर भन्ला किन आफ्नो डिजाइनमा केही समस्या छ कि भनेर आफूले रिचेक गर्नु पर्यो। युजरहरूले केही समस्याहरू फेस गरिरहेको छ भने चाहिँ त्यसलाई सल्भ गर्नु पर्यो। तँ डिजाइनर कि म डिजाइनर मलाई थाहा छ तैँले भनेर हुन्छ मैले लिएको छु टेक्निकको क्लास तैँले लिएको होस् मलाई थाहा छ नि त तँ बढी नबोल भन्ने खालको चाहिँ हुनु भएन होइन। के गर्नु पर्यो त उसले भनेको कुरा उसले चाहिँ हाम्रो डिजाइनमा कहाँनिर समस्या देखेको छ उसले हामीले कुनै हाइलाइट गर्नुपर्ने कुराहरूलाई हाइलाइट नगरेको हुन सक्छौँ अथवा हामीले केही लेआउटहरूमा मिस्टेक गरेको हुन सक्छौँ त्यो कुराहरूलाई चाहिँ इग्नोर गर्नु हुँदैन। र लास्ट थिङ भनेको चाहिँ हामीले रिडेबिलिटी र कन्ट्रास्टमा चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्छ। त्यो भनेको के भनेपछि हाम्रो चाहिँ जुन टेक्स्टहरू चाहिँ रिडेबल हुनु पर्यो कन्ट्रास्टमा ध्यान दिनु पर्यो। यो कन्ट्रास्ट भनेको के हो भन्ने कुरा पनि अपकमिङ डेजहरूमा चाहिँ हामीले थाहा पाउँछौँ यो चाहिँ नगर्ने है। ओके यसपछि चाहिँ हामी सिधै क्यानभातिर लगाउँ। हामीले 5 डेजमा क्यानभा सिक्ने हो भनेपछि चाहिँ ओभरअल यसमा हामीले के छ यो क्यानभा भनेको के हो भनेर बुझौँ है। क्यानभा चाहिँ चलाउनलाई एकदमै इजी छ। क्यानभा हामीले कतै एपहरू पनि डाउनलोड गर्नु पर्दैन एप डाउनलोड गरे पनि भयो भएन भने चाहिँ ब्राउजरमै क्यानभा भनेर सर्च गऱ्यो भने त्यहाँनिर लगइन गर्न मिलिहाल्यो। क्रोम ब्राउजर अथवा जुनसुकै ब्राउजरमा गएर क्यानभा भनेर सर्च गर्नु जुनसुकै ब्राउजरमा गए पनि भयो है। क्यानभा भनेर सर्च गर्नु अनि यो फर्स्ट लिङ्कमा चाहिँ क्लिक गर्नुभयो भने तपाईँको क्यानभा आउँछ अनि यहाँनिर चाहिँ तपाईँले एउटा अकाउन्ट जेबाट बनाउँदा पनि भयो होइन मेलबाट बनाउँदा पनि भयो अरू अप्सनहरू छ भने अरू अप्सनहरूबाट बनाउँदा पनि भयो। ओके यहाँनिर चाहिँ मैले यो लगआउट गरेर देखाएको छु। तपाईँहरूले यहाँनिर क्लिक गर्नुभयो भने यस्तो खालको इन्टरफेस सायद देखिन्छ कि अरे क्यानभा भनेर सर्च गर्नुभयो भने यस्तो खालको इन्टरफेस देखिन्छ है। अनि यो क्यानभा चाहिँ हामीले मोबाइलमै चलायो भने पनि चल्छ है। यो चाहिँ एकदम लाइट सफ्टवेयर हामीले फोटोसप इलिस्ट्रेटरतिर गयो भने डिजाइनमा एकदम हेभी छ त्यो चाहिँ हाम्रो राम्रो ल्यापटप हामीसँग छैन भने चाहिँ त्यो रन गर्न अलिकति गाह्रो हुन्छ। तर क्यानभा चाहिँ तपाईँसँग जस्तो ल्यापटप भए पनि चल्छ तपाईँको मोबाइलमै चलाउँछु भने पनि क्यानभा चल्छ। यसको लागि के हुन्छ एप डाउनलोड गरे पनि भयो होइन भने चाहिँ सिधै ब्राउजरमा गएर क्यानभा भनेर सर्च गर्नु है। क्यानभा भनेर सर्च गरेर पहिलो लिङ्कमा तपाईँले क्लिक गर्नुभयो भने ओके यो फर्स्ट लिङ्कमा चाहिँ तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। यो लिङ्कमा क्लिक गर्नुभयो भने चाहिँ यस्तो खालको कुनै इन्टरफेस आउला। यसमा चाहिँ तपाईँ साइनअपमा जानु साइनअपमा गएर आफ्नो मेल अकाउन्टबाट एउटा आइडी बनाएर लगइन गर्नु पर्यो है तपाईँले। त्यसो कतिपयहरूले क्यानभामा कतिले अकाउन्ट बनाइसक्नु भएको छ कतिले बनाउनु भएको छ कतिले बनाउनु भएको छैन। के छ हामी मध्ये कसैले क्यानभामा अकाउन्ट बनाइसक्नु भएको छ क्यानभा खुलाएर पहिले पनि चलाइसक्नु भएको छ। मैले भर्खर बनाएँ। ओके भर्खर बनाउनु भयो है। अरू कसैले बनाउनु भएको छ। सर डाइरेक्ट कन्टिन्यू गर्दा भइहाल्यो होइन सिधै आइरहेको थियो त्यतिखेर। ए हुन्छ हुन्छ मजाले आउँदैन भने चाहिँ कहिलेकाहीँ मेलमा कोड दिएर पनि आउँछ। यो चाहिँ हाम्रो फेसबुक अकाउन्ट जस्तै हो क्या एकचोटि हामीले गुगलसँग अथवा फेसबुकसँग साइन अप गऱ्यो भने पछि हामीले लगइन गर्दा पनि यो सबै कुराहरू यहाँनिर नै देखिरहेको हुन्छ। ओके अलमोस्ट सबैजनाले बनाउनु भयो है। आज चाहिँ हामी ओभरअल स्टुडेन्ट त्यो आइरहेको छ कि मेरोमा के गर्ने हो चुज गर्न भनिरहेको छ होइन त्यो ऱ्यान्डमली जे चुज गर्दा पनि हुन्छ केही पनि फरक पर्दैन। स्टुडेन्ट टिचर तपाईँले जे चुज गर्दा पनि हुन्छ। सबैजनाले अकाउन्टहरू बनाउनुहोस्। बनाउनु भएको छैन भने पनि हामीसँग यो रेकर्डेड क्लास चाहिँ एभाइलेबल हुन्छ।
हाम्रो क्लास चाहिँ अगाडि बढ्दै गयो भने चाहिँ यतातिर ध्यान दिँदा पनि हुन्छ होइन। यसमा हेरेर जस्ट यो क्लास सिद्धिने बित्तिकै अकाउन्टहरू क्रिएट गरेर प्र्याक्टिस गर्न थाल्दा पनि हुन्छ। यस्तो चाहिँ हाम्रो यो एकचोटि हामीले अकाउन्ट बनाइसक्यो भने यो खालको इन्टरफेस देखिन्छ। यहाँनिर चाहिँ यो रिसेन्ट भनेर केही डिजाइनहरू देखिरहेको छ। यो डिजाइनहरू चाहिँ तपाईँकोमा नदेखिन पनि सक्छ। तपाईँले बनाउनु भएको छैन भने चाहिँ यहाँनिर देखिँदैन। तपाईँले जति पनि डिजाइन गर्नु भएको छ त्यो सबै चाहिँ यहाँनिर यो रिसेन्ट लेखेदेखि तल जति तपाईँले डिजाइनहरू गर्नु भएको छ त्यो डिजाइनहरू चाहिँ यहाँनिर देखिने हो। तपाईँकोमा अहिले यहाँनिर कुनै पनि डिजाइन देखिरहेको छैन होला। यसमा चाहिँ तपाईँलाई एउटा फाइदाको कुरा के छ भनेपछि तपाईँले काम गर्दा गर्दै कहिलेकाहीँ लाइन जाला, कहिलेकाहीँ ब्याक गर्नु होला, कहिलेकाहीँ कट्ला, तपाईँले जे गरे पनि तपाईँको डिजाइन चाहिँ यहाँनिर तपाईँले जहाँनिर काम गर्दै हुनुहुन्छ त्यहीँनिरै सुरक्षित हुन्छ है। तपाईँको काम डिलिट हुँदैन, कहीँ पनि हुँदैन। काम गर्दा गर्दै छाड्नु त्यहीँनिरै हुन्छ, तपाईँको यो काम डिलिट हुँदैन। सबै डिजाइनहरू चाहिँ यहाँनिर सेभ भइरहेको हुन्छ र तपाईँले सधैँ एउटै कम्प्युटरमा काम गर्नुपर्छ भन्ने पनि छैन। जुनसुकै कम्प्युटरमा गएर तपाईँले आफ्नो आइडी लगइन गर्नुभयो भने चाहिँ तपाईँको यो डिजाइनहरू तपाईँले त्यहाँनिर पाउनुहुन्छ। जस्ट हामीले जसरी फेसबुकहरू युज गर्छौँ, इन्स्टा अकाउन्टहरू युज गर्छौँ होइन, त्यसरी नै मजाले युज गर्दा हुन्छ यसलाई चाहिँ। ओके, यो चाहिँ हाम्रो क्यानभाको इन्टरफेस हो र यसमा यो रिसेन्ट भनेर जति पनि डिजाइनहरू छ यसरी चाहिँ हामीले एकचोटि हामीले बनाइसकेको डिजाइनहरू चाहिँ यहाँनिर आउँछ है। यहाँनिर क्रिएट भनेर अप्सन दिएको छ, होम, क्लासवर्क भनेर यतापट्टि केही अप्सनहरू दिएको छ। त्योभन्दा पहिले चाहिँ अब यो क्यानभामा हामीले डिजाइन गर्नलाई के चाहिन्छ भनेर बुझौँ है। ओके, क्यानभामा हामीले डिजाइन गर्नलाई चाहिँ सबैभन्दा पहिले चाहिँ साइज लिनुपर्ने हुन्छ है। जे कुराको हामीले डिजाइन गर्ने हो त्यसको चाहिँ पहिले साइज लिनु पर्यो। त्यो भनेको हामीले एउटा सोसियल मिडिया पोस्ट बनाउँदैछौँ, 1080 पिक्सल बाई 1080 पिक्सलको चाहिँ सोसियल मिडिया पोस्ट बनाउँदैछौँ भने हामीले साइज पनि त्यत्रै लिनु पर्यो। हामीलाई एउटा क्लाइन्टले आएर भन्यो मलाई 10 मिटर बाई 10 मिटरको एउटा बोर्डको लागि ठुलो बिलबोर्ड बनाउनु पर्ने छ, 10 मिटर बाई 10 मिटरको, त्यसको लागि डिजाइन तयार पारिदियो भनेपछि हामीले के गर्नु पर्यो त, हामीले साइज लिनु पर्यो 10 मिटर बाई 10 मिटरको साइज लिएर मात्रै के गर्नु, एउटा फ्रेम चाहिँ त्यत्रो लिएर मात्रै डिजाइन गर्नु पर्यो। अब यो फ्रेम लिने चाहिँ कसरी भनेपछि यहाँनिर यो व्हाट विल यु लर्न टुडे भनेर यहाँनिर लेखेको छ। यसको तलपट्टि हेऱ्यो भने चाहिँ यहाँ केही टाइप गर्ने एउटा बक्स दिएको छ र अलिकति तल हेऱ्यो भने चाहिँ यहाँनिर यो प्रेजेन्टेसन, सोसियल मिडिया, भिडियो, डकुमेन्ट, व्हाइट बोर्ड, सिट, वेबसाइटहरू भनेर यहाँनिर केही अप्सनहरू दिएको छ र यो अप्सनहरूको छेउमा यो फोटो एडिटर र अपलोडको बिचमा हेर्नुभयो भने चाहिँ यहाँनिर के छ त, कस्टम साइज भनेर दिएको छ है। अब यो मैले कस्टम साइजमा क्लिक गरेँ भने चाहिँ यहाँनिर अप्सन दिन्छ है, कुन साइजको चाहिँ मलाई डिजाइन गराउनु पर्ने हो। जस्तो कि मलाई 10 मिटर बाई 10 मिटरको एउटा ब्यानर बनाउनु पर्ने छ, एउटा बोर्डको लागि डिजाइन गर्नुपर्ने छ भने चाहिँ म के गर्छु, यसको युनिटमा चाहिँ लगेर मैले के गर्नु पर्यो, यहाँनिर के अप्सन दिएको छ, युनिट दिएको छ, पिक्सल, इन्च, मिलिमिटर, सेन्टिमिटर भनेर दिएको छ है। अब यहाँनिर जस्तो कि अब मिटर भन्यो भने चाहिँ अब हामीले सेन्टिमिटरमा चुज गऱ्यो भने के गर्नु पर्यो, आफैले कन्भर्ट गर्नु पर्यो। जस्तो कि 100 सेन्टिमिटर, 1 मिटर चाहियो भने चाहिँ 100 सेन्टिमिटर भनेर चाहिँ हामीले हान्नु पर्यो। अथवा इन्चमा भनेको छ भने सिधै इन्चमा हान्दा पनि भयो, पिक्सलमा दिएको छ भने पिक्सलमा हान्दा नि भयो। जस्तो कि अब मलाई 10 इन्च बाई 10 इन्चको मलाई एउटा ब्यानर बनाउनु पर्ने छ भने यो युनिट चाहिँ मैले इन्चमा लिएँ अनि त्यसपछि 10 बाई 10 मैले हाइट 10 विड्थ 10 को मैले लिएँ भने चाहिँ के भयो त, एउटा साइज क्रिएट गरेँ भनेको। यहाँनिर जुन यो व्हाइट पार्ट देखिरहेको छ, यो पर्पल घेराले छेकेको पार्ट जुन देखिरहेको छ, यसमा मैले डिजाइन गरेँ भने त्यो डिजाइन चाहिँ प्रिन्ट कत्रोमा गर्नु पर्यो त, 10 इन्च बाई 10 इन्चको एउटा ब्यानरको लागि चाहिँ मैले यो डिजाइन बनाउँदैछु। त्यस्तै गरेर हाम्रो क्लाइन्टले अरू जुनसुकै साइज भन्ला त्यो साइज चाहिँ हामीले लिनु पर्यो। जस्तो कि मलाई एउटा सोसियल मिडिया पोस्ट बनाउनु पर्यो फेसबुकको, इन्स्टाग्रामको लागि भनेपछि त्यसको साइज भनेको के हुन्छ त, 1080 पिक्सल बाई 1080 पिक्सल हुन्छ भनेपछि के गर्ने पर्यो, पिक्सल लिनु पर्यो, यहाँनिर 1080 राख्नु पर्यो अनि यहाँनिर पनि 1080 राखेर ल्यायो भने अब यसमा मैले डिजाइन गर्ने भनेको के हो त, सोसियल मिडियाको साइज बनाउनु पर्यो। अब फेरि तपाईँहरूले भन्नला हुन्छ यहाँबाट कस्टम त हानियो, मैले थाहा पाएँ, हामीले थाहा पायौँ यहाँनिरबाट हाइट विड्थ चाहिँ राख्नुपर्ने रहेछ, जत्रो हामीलाई डिजाइन चाहिएको हो त्यसको साइज चाहिँ यहाँनिरबाट लिनु पर्ला, थाहा पाइयो। तर अब मलाई युट्युबको थम्बनेल बनाउनु पर्यो भने युट्युब थम्बनेलको साइज कति, फेसबुकको पोस्ट बनाउनु पर्यो भने फेसबुकको पोस्टको साइज कति, अनि यहाँनिर टिकटक भिडियोको साइजमा बनाउनु पर्यो भने त्यसको साइज कति, यो सबै कुराहरू त, एउटा बिजनेस कार्ड बनाउनु पर्यो भने त्यसको साइज कति, त्यो सबै कुराहरू त हामीलाई फेरि थाहा हुँदैन, सबै याद गरेर बस्ने कुरा हुँदैन। त्यो भयो भने एउटा कुरा अनिको कस्टम राख्नुपर्ने छ भने यहाँनिरबाट राख्ने, यो कस्टम साइजमा भनेर होइन भने चाहिँ यहाँनिर यसले अलरेडी यहाँ अप्सन दिएको छ। जस्तो कि मैले यो सोसियल मिडियामा क्लिक गरेँ भने चाहिँ
यहाँनिर के छ त यो इन्स्टाग्राम पोस्टको 1080 बाइ 1350 पिक्सल, फेसबुक पोस्टको छुट्टै साइज, इन्स्टाग्राम स्टोरीको छुट्टै साइज, युट्युब ब्यानरको छुट्टै साइज, युट्युब थम्बनेलको छुट्टै साइज, यो छुट्टा छुट्टै के गरेको छ त्यसले साइज छुट्याइदिएको छ। त्यो भएर हामीले याद गरेको छैनौँ भने पनि साइज कति हुन्छ भनेर जस्ट सोसियल मिडियामा क्लिक गऱ्यो भने फेसबुक पोस्ट बनाउनु पर्ने छ अथवा मलाई फेसबुकको कभर बनाउनु पर्ने छ भने यहाँनिर यो फेसबुक कभरमा क्लिक गऱ्यो भने यसले अटोमेटिक अब यसमा बन्ने डिजाइन भनेको के हुन्छ त फेसबुक कभरको डिजाइन हुन्छ। अथवा हामीले यहाँनिर यतापट्टि अरू कुनै अप्सन हेऱ्यो भने डकुमेन्टको अप्सन हेऱ्यो भने सिधै डकुमेन्टको साइज कति हो भनेर हामीले हेर्नु परेन होइन। अरू कुनै होला इमेलहरूको डिजाइन गर्नु पर्ला, व्हाइट बोर्डको अथवा व्हाइट बोर्ड चाहिएला, वेबसाइट चाहिएला, यो सुरुमै यसले के गरेको छ त प्रिसेट चाहिँ एउटा लिएर दिएको छ। जस्तो कि मलाई बिजनेस कार्ड बनाउनु पर्यो भने अर्को के पनि गर्न पाएँ त मैले यहाँ माथिपट्टि यो क्रिएट भनेर अप्सन दिएको छ। यो क्रिएटमा क्लिक गरेँ भने यहाँनिर के आउँछ त मैले सपोज बिजनेस कार्ड भनेर सर्च गरेँ भने डाइरेक्ट यहाँनिर के गरेको छ त बिजनेस कार्डको साइज दिएको छ होइन। यहाँनिर बिजनेस कार्डको साइज दिएको छ। अब मैले यसमा गर्ने भनेको के हो त बिजनेस कार्डको के हुन्छ डिजाइन गर्ने, यसलाई मैले प्रिन्ट गर्ने बेला मजाले बिजनेस कार्डको साइजमा प्रिन्ट गर्दा भयो। र कहिले पनि आफ्नो जुन प्रिन्ट हुने साइज हो अथवा सोसियल मिडियामा पोस्ट गर्ने साइज हो त्योभन्दा गलत साइज चाहिँ नलिने। अब यसले चाहिँ के इम्प्याक्ट पार्छ भनेपछि सपोज हामीलाई चाहिँ एउटा ठुलो ब्यानर चाहिँ प्रिन्ट गर्नुपर्ने छ, एउटा 10 मिटर बाइ 10 मिटरको एउटा ब्यानर प्रिन्ट गर्नुपर्ने छ। तर हामीले चाहिँ डिजाइन केमा गरिदियो त 10 सेन्टिमिटर बाइ 10 सेन्टिमिटरको सानो एउटा डिजाइन गरिदियो अनि प्रिन्ट गर्ने बेला लग्ने बेला 10 मिटर बाइ 10 मिटरको प्रिन्ट गर्थ्यो। अब त्यो के हुन्छ त प्रिन्ट गर्ने बेला चाहिँ सबै पिक्जिलेट भएर आउँछ कि फाटेर आउँछ। अथवा हामीले ठुलो एउटा डिजाइन गऱ्यो, एउटा रेक्टेङ्गुलर साइजको एउटा ठुलो डिजाइन गऱ्यो अथवा त्यसलाई चाहिँ लिएर सानो साइजमा प्रिन्ट गर्ने बेला के हुन्छ कट छ के हुन्छ त्यो भएको भएर के गर्ने त जुन साइजमा हामीले प्रिन्ट गर्ने हो अथवा हाम्रो जुन प्लेटफर्ममा हाम्रो डिजाइन पब्लिक हुने हो त्यही साइज चाहिँ हामीले लिने। अब हामीले इन्स्टाग्राम पोस्ट हाल्दैछौँ भने के गर्नु पर्यो त 1080 बाइ 1080 पिक्सलको लिनु पर्यो। अथवा हामीले यहाँनिर सोसियल मिडिया पोस्टमै हेऱ्यो भने यहाँबाट डाइरेक्ट लिँदा नि भयो। अब हामीलाई फेसबुकको कभर डिजाइन गर्नुपर्ने छ भने 940 पिक्सल बाइ 788 पिक्सल त्यो लिनु पर्यो। अथवा डाइरेक्टली यहाँनिर गएर यसमा चुज गरेर त्यो साइज लिनु पर्यो है। के छ यहाँसम्मको बुझ्नुभयो? यस सर। कि अहिलेसम्मको यहाँसम्मको केही प्रब्लम छैन है? छैन सर। ओके, त्यसो भए चाहिँ यहाँबाट अगाडि बढौँ, एउटा सोसियल मिडियाको पोस्ट डिजाइन गरौँ है। यहाँनिर सोसियल मिडियाको मलाई पोस्ट बनाउनु पर्ने छ। यहाँनिर माथिपट्टि क्याटेगोरी पनि छुट्याइदिएको छ होइन। सोसियल मिडिया त सोसियल मिडिया, कुन चाहिँ सोसियल मिडिया भनेर जस्तो कि मलाई इन्स्टाग्रामको बनाउनु पर्यो भने इन्स्टाग्राम, फेसबुक अथवा पपुलर यहाँनिर अलरेडी टेम्प्लेट दिइरहेको छ। के छ हजुरको भन्नुपर्ने छैन है? रेजोल्युसन हुँदैन सर? हजुर हजुर त्यो रेजोल्युसन अलग्गै हाल्नु पर्दैन सर यसमा कि त्यही पिक्सल राख्नु पर्ने हो पिक्सल त्यही बाइकको त्यति नै होइन होइन, राख्नु? तपाईँलाई केमा प्रिन्ट गर्नुपर्ने केमा चाहिएको छ होइन। तपाईँले क्लाइन्टले साइज केमा मागेको छ, तपाईँले पिक्सलमा चाहिएको छ भने चाहिँ पिक्सलमा लिने सोसियल मिडियाको पोस्टहरू हो भने होइन। अनि प्रिन्ट गर्नुपर्ने हो भने चाहिँ तपाईँलाई क्लाइन्टले माग्ला नि त मलाई यति मिटर बाइ यति मिटरको ब्यानर्सको लागि डिजाइन चाहिएको छ भनेर क्लाइन्टले माग्ला। त्यो हो भने चाहिँ यहाँनिर इन्चमा लिएर कति इन्चको तपाईँलाई डिजाइन चाहिएको हो त्यो चाहिँ आफूले राख्ने है। तपाईँलाई तपाईँको क्लाइन्टले चाहिँ के भन्ला 20 इन्च बाइ 10 इन्चको चाहियो भने चाहिँ के गर्नु पर्यो इन्च लिनु पर्यो अनि यहाँनिर 20 इन्च बाइ 10 इन्च भनेर यसरी राख्नु पर्यो है। 20 राखेर हाइट चाहिँ यसमा 10 यसरी राखेर डिजाइन गर्न सुरु गर्नु पर्यो। यो एउटा आर्टबोर्ड लिएर त्यति साइजको है। ओके, मैले चाहिँ यहाँनिर एउटा सोसियल मिडियाको साइज लिन्छु। इन्स्टाग्राम पोस्टको मैले एउटा साइज लिएँ 1080 पिक्सल बाइ 1080 पिक्सलको है। ओके, यो अब मैले 1080 पिक्सल बाइ 1080 पिक्सलको यो साइज लिएँ भन्नुको मतलब के हो त भनेपछि अब यो मैले जुन डिजाइन गर्छु यसमा यो डिजाइन भनेको मेरो इन्स्टाग्रामलाई पोस्ट गर्नको लागि मैले डिजाइन गर्दैछु होइन। र अर्को कुरा हामीले चाहिँ के याद राख्नु पर्यो भनेपछि क्यानभामा यो जुन मैले क्लिक गर्दै फ्रेमको पर्पल कलरको घेरा बनिरहेको छ यो घेराभन्दा बाहिर हाम्रो कुनै एलिमेन्ट जान्छ, हामीले टेक्स्ट लेखेको हाम्रो फोटोहरू होला जेसुकै होला यो घेराभन्दा बाहिर गएको पार्ट चाहिँ देखिँदैन। जस्तो कि मैले यहाँनिर एउटा रेक्टेङ्गल राखेँ, यो रेक्टेङ्गललाई मैले घेरा बाहिर लगेर जान्छु भने चाहिँ यो देखिँदैन। जति भित्र छ यो भित्र भएको पार्ट मात्रै देखिन्छ,
बाहिर गएको पार्ट चाहिँ देखिँदैन। कतिपय एलिमेन्ट्सहरूलाई हामीले यसरी आधी भित्र आधी बाहिर पनि गराउनु पर्ने हुन्छ होइन। एउटा कुरा चाहिँ यो बुझिराखौँ। अब हामीले डिजाइन गर्ने भनेर आएको छौँ, डिजाइन सिक्ने भनेर आएको छ, डे वानमै प्र्याक्टिस गर्नु पर्यो, डे वानमै केही डिजाइन गर्नु पर्यो। मैले त सुनेको क्यानमा त 5 दिनमा सिकिहालिन्छ अरे, टेक्निकमा त्यही पोस्ट आएको थियो। डिजाइन त मैले पहिलो दिनमा केही पनि सिकेन भन्ने लाग्ला, अथवा सुरु गर्ने बेला के गर्ने, के डिजाइन बनाउने थाहै छैन, कसरी सुरु गर्ने भन्ने लाग्ला। त्यस्तो हो भने चाहिँ क्यानभाले के गरेको छ भनेपछि यहाँनिर अलरेडी धेरै ट्याम्प्लेटहरू दिएको हुन्छ है। अब यो ट्याम्प्लेटहरू सबै फ्री भर्जनको चाहिँ हुँदैन, पेड भर्जनको क्यानभा तपाईँले युज गरिराख्नु भएको छ भने यो सबै ट्याम्प्लेटहरू युज गर्न मिल्छ। यो ट्याम्प्लेट भनेको के हो भनेपछि अलरेडी अरू डिजाइनरहरूले अथवा क्यानभाले तपाईँको लागि प्रोभाइड गरेको डिजाइन हो। अब यो डिजाइनमा चाहिँ तपाईँले सबै कुराहरू एउटा एउटा कुराहरू चेन्ज गर्न मिल्छ। जस्तो कि मैले एउटा जुत्ताको लागि मलाई एउटा विज्ञापन बनाउनु पर्ने छ भने चाहिँ म के गर्छु, सु एड भनेर मैले सर्च गरेँ भने चाहिँ यो सबैभन्दा माथिपट्टि है, यो लेफ्ट साइडमा यता एउटा डिजाइन, एलिमेन्ट्स, टेक्स्ट, ब्रान्ड भनेर यतिका धेरै अप्सनहरू दिएको छ। यसको सबैभन्दा माथि टपमा हेर्नुभयो भने के छ त, डिजाइन भनेर लेखेको छ। यहाँनिर चाहिँ हामीले के पाउँछौँ त, ट्याम्प्लेटहरू पाउँछौँ। यहाँनिर मलाई जुत्ताको एड बनाउनु पर्ने छ भने म के गर्छु, सु एड भनेर मैले सर्च गरेँ। अब मैले यहाँनिर सु एड भनेर सर्च गरेँ भने चाहिँ के आयो त, यतिका धेरै जुत्ताको विज्ञापनहरू चाहिँ मलाई यसले अलरेडी दियो है। यो सबै पेड भर्जनको हो भने चाहिँ सबै ट्याम्प्लेटहरू एभाइलेबल हुन्छ। तपाईँले फ्री भर्जनको युज गर्नुभएको छ भने चाहिँ यो मध्ये केही चाहिँ एभाइलेबल हुन्छ, केही चाहिँ हुँदैन है। जस्तो कि अब मैले यो मध्ये यो वाला ट्याम्प्लेट मलाई मन पर्यो र यो उठाएँ भने चाहिँ अब मैले चाहिँ के गर्न मिल्यो त भनेपछि यो उठाइदिएँ, यो अरूले बनाएको डिजाइन मैले उठाएँ, अनि यो डिजाइनमा मैले यो कलर पनि चेन्ज गर्न पाएँ, यो फोटो पनि चेन्ज गर्न पाएँ। ओके, फोटो चाहिँ एउटा मात्रै रहेछ है, यसमा अझ धेरै बाँडफाँड गर्न मिल्ने खालको डिजाइन हेरौँ है। ओके, यसमा चाहिँ के गर्न मिल्यो त, सबै कुराहरूलाई चेन्ज गर्न मिल्यो। यो 30% अफको ठाउँमा मैले चेन्ज गरेर 40% नै लेख्न पाएँ, यो कलर पनि चेन्ज गर्न पाएँ, यो एलिमेन्ट्सहरू चेन्ज गर्न पाएँ, यो जुत्ताको इमेज चेन्ज गर्न पाएँ। यो सबै कुराहरूलाई चेन्ज गरेर आफ्नो नयाँ डिजाइन चाहिँ मैले बनाउन पाएँ क्या। मेरो कम्पनीको कलर जस्तो कलर राख्न पाएँ, मैले आफ्नो जुत्ता लिएर राख्न लाएँ, आफूलाई जे मन लाग्यो त्यो कुराहरू अलरेडी बनेर राखेको डिजाइनमा चाहिँ चेन्ज गरेर बनाउनु। यहाँनिर मैले आफ्नो फोन नम्बर राख्न पाएँ, यहाँनिर मैले आफ्नो के अरे वेबसाइटको नाम राख्न पाएँ। अब हेरौँ, अब यो डिजाइनलाई हामीले बाँडफाँड गरेर यसलाई काटकुट पारेर हेरौँ है त, यो डिजाइन चाहिँ क्यानभामा कसरी बनेको हुन्छ भनेर हेरौँ। अब यो क्यानभामा हेऱ्यो भने चाहिँ यो एउटा एउटा टुक्रा 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 मिलेर चाहिँ डिजाइन बनेको हुन्छ है। जस्तो कि मैले यो जुत्तालाई क्लिक गरेँ, यो जुत्तालाई पनि मैले बाहिर लिएर जान मिल्यो, यो एउटा टुक्रा। अनि यो स्पोर्ट हाउस लेखेको यो टेक्स्ट एउटा टुक्रा छ, अनि यहाँनिर यो स्पेसल कलेक्सन लेखेको यो एउटा टुक्रा छ, यहाँनिरको यो डटहरू एउटा टुक्रा छ, यहाँनिर यो सप नाउ भनेर लेखेको यो टेक्स्ट एउटा टुक्रा छ, यहाँनिर यो रेक्टेङ्गल एउटा टुक्रा छ, यो एरो एउटा टुक्रा छ। सबै कुराहरू है, यो टेक्स्टहरू, आइकनहरू के छ त, यो सबै एउटा एउटा टुक्रा टुक्रा मिलेर चाहिँ डिजाइन बनेको छ। ब्याकग्राउन्ड पनि एउटा फोटो लिएर राखेको छ। यसरी एउटा टुक्रा टुक्रा मिलेर के हुन्छ त, डिजाइन बनेको हुन्छ है। अब यो मध्ये हामीले एउटा टुक्रालाई क्लिक गर्यो भने चाहिँ एउटा के हुन्छ त, एउटा स्क्वायर एउटा बनेर आउँछ, यसको वरिपरि एउटा बक्स बक्स बनेर आउँछ। मैले यो स्पोर्टलाई क्लिक गरेँ, स्पोर्ट सुज लेखेकोलाई क्लिक गरेँ, यहाँनिर एउटा बक्स बनेर आयो। यो मैले जुत्तालाई क्लिक गरेँ, यहाँनिर पनि एउटा बक्स बनेर आयो। हामीले हेऱ्यो भने यहाँनिर देख्छौँ सर एउटा बक्स बनेर आएको छ। यहाँनिर यो स्पेसल कलेक्सन भने यसलाई पनि एउटा बक्स बनेर आयो। यो डटहरूलाई क्लिक गरेँ, यो पनि एउटा बक्स बनेर आयो। अब यो हामीले यो बक्सहरूलाई क्लिक गर्यो भने चाहिँ आउने यसलाई यो जुन कर्नर छ, यो कर्नरबाट क्लिक गरेर के अरे सरी लेफ्ट क्लिक गरेर यसरी ड्र्याग गर्यो भने चाहिँ के हुन्छ त, सानो ठुलो बनाउन मिल्यो है। यसरी ड्र्याग गरेर सानो ठुलो बनाउन मिल्यो। अथवा यो मैले जुत्तालाई पनि हेर्नुभयो भने यसको कर्नरबाट क्लिक गरेर यसलाई ड्र्याग गर्न मिल्यो है। यो आइकनलाई पनि हेर्नुभयो भने यहाँनिर मैले कर्नरबाट क्लिक गरेर ड्र्याग गर्न मिल्यो। के भन्न खोज्नु भएको हो? ओके, यसलाई चाहिँ के गर्न मिल्यो त, ड्र्याग गरेर सानो ठुलो बनाउन मिल्यो। अब यसलाई हामीले के हो, यो फोटोलाई अरूलाई त हामीले सानो ठुलो गरेर जति पनि ड्र्याग गर्न मिल्यो, टेक्स्टलाई पनि ल जति ठुलो आफूलाई चाहिएको छ त्यति ठुलो ड्र्याग गरिदियो, केही फरक परेन। यो रेक्टेङ्गललाई पनि मलाई जति ठुलो छ त्यसलाई मैले ड्र्याग गरिदिएँ, केही फरक परेन होइन। माथि चाहियो भने माथि तन्काइदिएँ, साइडमा चाहियो भने चाहिँ साइडमा तन्काइदिएँ, तल चाहियो भने तल जता तन्काइदिए पनि भयो। यो रेक्टेङ्गलहरूलाई जुन यो हाम्रो भेक्टर एलिमेन्ट्सहरू हुन्छ यसलाई चाहिँ केही पनि फरक पर्दैन। तर जुन यो हाम्रो फोटोहरू हुन्छ, हामीले जुन राखेको फोटोहरू, इमेजहरू, पिएनजी जेपिजी इमेजहरू हुन्छ,
यो फोटोलाई हामीले सानो ठुलो बनाउने बेला जहिले पनि के हो भने यो कर्नरबाट मात्रै सानो ठुलो बनाउने है, किनभने चाहिँ यसलाई हामीले माथिपट्टिबाट यसरी ड्र्याग गर्न थाल्यो भने चाहिँ के हुन्छ, यो कट्न थाल्छ होइन। यो साइडबाट पनि यसलाई मैले के गर्नु, यसलाई ड्र्याग गर्न थाल्यो भने चाहिँ यो के हुन्छ, कट्न थाल्छ। अब हामीलाई यो इमेजलाई क्रपै गर्नु छ, काट्नै पर्ने छ भने त हामीले यसलाई के गर्ने, साइडबाट हामीले यसरी सर यसलाई काट्दै आउँदा भयो होइन। यसलाई सानो ठुलो मात्रै गर्नुपर्ने छ, यसलाई स्केल मात्रै गर्नुपर्ने छ भने के गर्ने, यसको यो कर्नरमा गएर मात्रै यसलाई ड्र्याग गरेर सानो ठुलो बनाउने है। ओके, यो पछि हामीले यो टेक्स्टहरूलाई कसरी एडिट गर्ने, टेक्स्टहरू कसरी एडजस्ट गर्ने भनेर हेरौँ है त। अब यहाँनिर यो टेक्स्टहरूलाई एडजस्ट गर्नको लागि मैले यो टेक्स्टलाई क्लिक गरेँ। यसलाई क्लिक गऱ्यो भने चाहिँ अब हामीले चाहिँ एउटा कुरा त्यहाँभन्दा पहिले के याद राख्नु पर्यो भने चाहिँ हामीले जसलाई एडिट गर्ने हो त्यसलाई चाहिँ पहिला क्लिक गर्ने है। मलाई यो स्पोर्ट्स सुज लेखेको यो टेक्स्टको पार्टलाई यसलाई एडिट गर्नुपर्ने छ भने मैले चाहिँ यसलाई क्लिक गर्नु पर्यो है। मैले अब यसमा काम गर्दैछु भने अरू यहाँ भएको अरू टेक्स्ट एलिमेन्ट्सहरूलाई केही पनि फरक पर्दैन, मैले जसमा क्लिक गरेको छु त्यसमा मात्रै फरक पर्ने हो। अब यसमा मैले यो स्पोर्ट्स सुज लेखेको कुरालाई यति पार्टलाई मैले क्लिक गरेँ भने के आयो त, यो माथिपट्टि हेर्नुभयो भने यसलाई एडिट गर्ने अप्सन आयो। जुन यो स्पोर्ट्स सुज लेखेको पार्ट छ यो पार्टलाई चाहिँ माथिबाट एडिट गर्ने अप्सन आयो। यो पहिलो अप्सन भनेको यसलाई चाहिँ हामीले फन्ट भन्छौँ। अब यो फन्ट भनेको के हो भने चाहिँ जस्ट हाम्रो ह्यान्ड राइटिङ हो भन्ने बुझौँ है। यसले चाहिँ के काम गर्छ, डिजाइनले चाहिँ कसरी बोलेको छ, एउटा बोलीको टोन हुन्छ नि मान्छेको, त्यस्तै यो डिजाइनले चाहिँ के भनिरहेको छ त्यसको टोनलाई चाहिँ यसले रेफर गर्छ। यसलाई चाहिँ हामीले फन्ट, नर्मली अहिलेलाई हामीले यो टाइपोग्राफीको बारे कुरा गर्न बाँकी नै छ, त्यो भएर अहिले चाहिँ हामीले के बुझौँ त, यो छुट्टा छुट्टै मान्छेको छुट्टा छुट्टै ह्यान्ड राइटिङ हुन्छ नि, त्यसरी नै यो हाम्रो टेक्स्ट कस्तो देखिने, हेभी देखिने हो कि लाइट देखिने हो कि बोल्ड देखिने हो कि यस्तो कर्सिभ देखिने हो कि, यो कुराहरू चाहिँ हामीले यहाँनिर यो फन्टबाट चुज गर्न मिल्यो है, यो फर्स्ट अप्सन। अर्को यतापट्टि यहाँनिर टेक्स्टको साइजलाई एडजस्ट गर्न मिल्ने अप्सन छ। यो हामीले कर्नरबाट यसरी ड्र्याग गरेर सानो ठुलो बनाउँदा पनि भयो यहाँनिर, होइन भने यहाँनिर म्यानुअली नम्बर हाले पनि भयो, यसरी चुज गर्दा पनि भयो, प्लस माइनस थिचेर पनि यसको साइजलाई चाहिँ हामीले एडजस्ट गर्न मिल्यो है। ओके, अर्को चाहिँ यहाँनिर एउटा टेक्स्ट कलर भनेर अप्सन दिएको छ। यो टेक्स्ट कलर भन्ने अप्सनमा गयो भने चाहिँ के मिल्यो त, हामीले सिलेक्ट गरेको टेक्स्टको कलरहरू हामीले चुज गर्न मिल्यो, जुनसुकै कलर पनि हामीले यहाँबाट चुज गर्न मिल्यो है। ब्लू चाहिन्छ कि रेड चाहिन्छ कि यही कलरको पनि डार्क सेड चाहिएको हो कि लाइट सेड चाहिएको हो कि कुन चाहिँ कलर आफूलाई चाहिएको छ यहाँनिरबाट चुज गर्न मिल्यो। र त्यसपछि अर्को भनेको यो बोल्ड गर्ने, इटालिक गर्ने, अन्डरलाइन गर्ने, यो सबै कुराहरू तपाईँले माइक्रोसफ्ट वर्डमा पनि देखिसकेको कुराहरू होला, जहाँसम्म यसलाई बोल्ड भनेको अलिकति गाढा गर्ने, इटालिक भनेको हल्का टिल्ट गर्ने, अन्डरलाइन, यो सबै कुराहरू जहाँसम्म तपाईँहरूले देखिसक्नु भएको छ यसलाई चाहिँ हामीले युज गर्न मिल्यो है। अब यति जानिसकेपछि तपाईँहरूले अरूले बनाएको डिजाइनमा नामहरू चेन्ज गर्न चाहिँ आयो तपाईँहरूले सक्नुहुन्छ जस्तो लाग्यो। अब चाहिँ अब हामीले 0 लेभलबाट डिजाइन गर्नु पर्यो भने अब अरूको त हामीले टेम्प्लेट लिएर जान्यो, अरूको डिजाइन लियो, डिजाइनमा लिएर त यसमा आफ्नो जुत्ताको उसको ठाउँमा आफ्नो यहाँनिर फोटो राख्न अथवा यहाँनिरबाट फोटो राख्न त अहिलेसम्म सिकेको छैनौँ क्यारे। यहाँ लेखेको कुराहरूलाई चेन्ज गरेर नयाँ कुरा लेख्न त हामीले जान्यौँ, तर अब 0 लेभलबाट आफ्नो डिजाइन बनाउनु पर्ने छ भने चाहिँ कसरी बनाउने भनेर सर र एकचोटि हेरौँ। अलमोस्ट हाम्रो लास्ट 15 मिनटको क्लास छ, त्यो कुराहरू गरेर भोलि चाहिँ तपाईँहरूले एउटा डिजाइन चाहिँ बनाइसक्ने गरी चाहिँ क्लासहरू रन गरौँ है। ओके, हामीले चाहिँ अब के गर्नु पर्यो भने चाहिँ 0 लेभलबाट कुनै डिजाइन गराउनु पर्ने छ होइन, केही पनि जानेको छैन, त्यसबाट डिजाइन चाहिँ कसरी गराउने भनेर हेरौँ है सर र एकचोटि। ओके, यो हाम्रो क्यानभास हो भने चाहिँ यो अथवा आर्टबोर्ड हो भने चाहिँ यसको चाहिँ के हुन्छ त, यो जुन ब्याकग्राउन्ड छ यो चाहिँ हाम्रो के हो त व्हाइट पार्ट चाहिँ, यो घेराभित्रको पार्ट चाहिँ यो भनेको के हो त आर्टबोर्ड हो। अब यो व्हाइट ब्याकग्राउन्डमा हामीले क्लिक गऱ्यो भने चाहिँ के हुन्छ, कलर चेन्ज गर्न मिल्यो है। यसको चाहिँ हामीले यहाँनिरबाट कलर चेन्ज गर्न मिल्यो माथिपट्टि। अनि यो प्लस अप्सनमा गयो भने चाहिँ यतिका धेरै कलरहरूको अप्सन आउँछ, अनि हामीले जुनसुकै कलर पनि यो मध्ये हामीले चुज गर्न मिल्यो है। जुनसुकै कलर आफूले चुज गरे पनि यहाँनिरबाट चुज गर्न मिल्यो, अथवा हामीले फोटो नै पनि राख्न मिल्छ। त्यो कुराहरू हामीले भोलिको क्लासमा फोटो चाहिँ कसरी राख्ने भनेर डिस्कस गर्छौँ। यहाँनिरबाट ब्याकग्राउन्ड चुज गर्छौँ। अब यो ब्याकग्राउन्ड चुज गरिसकेपछि यसमा अब लाइनहरू कसरी राख्ने, रेक्टेङ्गलहरू कसरी राख्ने भनेर छलफल गरौँ है। यो डिजाइन चाहिँ के को लागि थियो, यो माथिपट्टि डिजाइन भनेको चाहिँ हामीले टेम्प्लेट लिनको लागि है, यहाँनिर अरूले बनाएको डिजाइनहरूलाई बनाउनको लागि चाहिँ यो लिने गरेको थियौँ। अब यो डिजाइनको तलपट्टि तपाईँले हेर्नुभयो भने चाहिँ यहाँनिर यो एलिमेन्ट्स भनेर अप्सन छ।
अब यो एलिमेन्ट चाहिँ हामीलाई के का लागि चाहिन्छ भनेपछि तपाईँलाई फोटोहरू राख्नु पर्ला, कल आइकन राख्नु पर्ला, रेक्टेङ्गल राख्नु पर्ला, ट्रायङ्गल राख्नु पर्ला, सर्कल राख्नु पर्ला, जेसुकै तपाईँले राख्नु पर्ला त्यो तपाईँले सर्च गर्ने भनेको चाहिँ यहाँनिर यो एलिमेन्ट सेक्सनमा। जस्तो कि मलाई यो मेरो यो डिजाइनमा रेक्टेङ्गल राख्नुपर्ने छ भने चाहिँ मैले RECTANGL रेक्टेङ्गल भनेर सर्च गर्छु भने यहाँनिर यो रेक्टेङ्गल आउँछ। अनि यो रेक्टेङ्गल चाहिँ मैले के गर्न मिल्यो त मेरो डिजाइनमा राख्न मिल्यो। त्यसपछि यसको के गर्न मिल्यो त साइजहरू एडजस्ट गर्न मिल्यो, सानो ठुलो बनाउने, माथि ड्र्याग गर्ने, तल ड्र्याग गर्ने, कर्नरबाट यसरी सानो ठुलो बनाउने, यो माथिपट्टि यसको कलरको अप्सन आउँछ, यो कलरहरू चेन्ज गर्ने अथवा जति पनि यसलाई एडिट गर्ने काम छ यसलाई एडिट गर्ने काम चाहिँ यो एलिमेन्ट के अरे सरी यसलाई राखिसके पछाडि चाहिँ यहाँनिर आउँछ है। यो रेक्टेङ्गल बाहेकको अरू सबै कुराहरू मलाई सर्कल चाहिएको छ भने पनि यहाँनिरबाट सर्च गर्छु। जस्तो कि मलाई सर्कल चाहिएको छ भने पनि सर्कल भनेर सर्च गरेँ अनि यहाँनिर सर्कल आउँछ। अनि यो सर्कललाई पनि मैले यसको साइज एडजस्ट गर्न मिल्यो, सानो ठुलो गर्न मिल्यो, जे मलाई चाहिन्छ। जस्तो कि मलाई लोकेसन आइकन मेरो डिजाइनमा राख्नुपर्ने छ भने म के गर्छु यहाँनिर लोकेसन आइकन भनेर सर्च गर्छु। लोकेसन आइकन भनेर सर्च गरेँ भने यहाँनिर यतिका धेरै लोकेसन आइकन ग्राफिक्सहरू आउँछ। अनि यहाँनिरबाट मैले लोकेसन आइकन राखेर यसको कलरहरू यहाँनिरबाट चेन्ज गर्न मिल्यो। फोटो चाहिएको छ फोटो पनि चाहिँ यहीँनिर सर्च गर्छौँ। ओभरअल हामीले डिजाइनमा लाइनहरू चाहिएला, यो सबै कुराहरू हामीले के गर्छौँ त यहाँनिरबाट नै लिएर राख्छौँ है। जे हामीलाई चाहिन्छ सबै कुरा हामीले सर्च गर्ने भनेको चाहिँ यो एलिमेन्ट सेक्सनमा हो है। ओके, त्यसपछि अर्को भनेको हामीले यो टेक्स्टमा क्लिक गर्यो भने चाहिँ यहाँनिर एड अ टेक्स्ट बक्स भनेर अप्सन आउँछ। अनि यो एड अ टेक्स्ट बक्समा क्लिक गर्यो भने चाहिँ यहाँनिर टेक्स्ट बक्स हामीले एड गर्न एउटा अप्सन आउँछ। अनि यसलाई हामीले जे आफूलाई मन लाग्छ होइन त्यो टेक्स्ट चाहिँ आफूले यहाँबाट लेख्न मिल्यो है। टेक्स्टहरू एड गर्नु पर्यो भने यहाँनिर। अनि यहाँनिर यो अपलोड भनेर एउटा सेक्सन छ। अनि अपलोड भन्ने सेक्सनबाट चाहिँ हामी के गर्छौँ हाम्रो कम्प्युटरमा भएको इमेजहरू चाहिँ अपलोड गर्छौँ। र इमेज अपलोड एकचोटि हामीले गऱ्यो भने चाहिँ यहाँनिर देखिन्छ। जस्तो कि मैले यहाँनिर केही इमेजहरू यहाँबाट अपलोड गरेको थिएँ र यो अपलोड गरेको इमेज यहाँनिर देखिरहेको छ। अब यो इमेजलाई चाहिँ के गर्न मिल्यो त मैले एडजस्टहरू गर्न मिल्यो, जे आफ्नो डिजाइनमा जसरी प्लेस गर्नुपर्ने हो त्यसरी चाहिँ यहाँनिरबाट प्लेस गर्न मिल्यो। ओके, अहिलेलाई चाहिँ यहाँनिर ब्रान्ड भनेर टुल भनेर प्रोजेक्ट भनेर अरू अरू एप्लिकेसनहरूको पनि छ। यसको बारेमा चाहिँ हामीले डिस्कस गर्दै जान्छौँ। र यो गरिसके पछाडि चाहिँ अब हामीले राखेको रेक्टेङ्गलहरूलाई, सर्कलहरूलाई अथवा यहाँ भएको अरू एलिमेन्ट्सहरूलाई चाहिँ कसरी ह्यान्डल गर्ने भनेर चाहिँ सर एकचोटि हेरौँ है। जस्तो कि मैले एउटा यो रेक्टेङ्गल एउटा राखेँ भने यो मैले एलिमेन्ट्समा गएर रेक्टेङ्गल भनेर सर्च गर्दा नि राख्नु भयो। यसको सर्टकट चाहिँ आर हो, आर क्लिक गरे पनि भयो है। जस्तो कि रेक्टेङ्गल राख्नु पऱ्यो नि यहाँनिर रेक्टेङ्गल भनेर सर्च गरे पनि भयो अथवा यसको सर्टकट आर क्लिक गऱ्यो भने पनि रेक्टेङ्गल आउँछ। यसलाई एडिट गर्ने अप्सनहरू धेरै छ। अब डिटेलमा हामीले भोलिको क्लास पनि अझ ओभरअल यही कुराहरूमा नै हुने हो। आज चाहिँ हाम्रो क्यानभामा कसरी डिजाइन हुन्छ भनेर सर एउटा इन्ट्रोडक्सन मात्रै फर्स्ट डेमा हामीले गऱ्यौँ। भोलिबाट चाहिँ एउटा एउटा कुरालाई बिस्तारै हामीले छलफल गर्दै गर्दै जान्छौँ। जस्तो कि अब मैले यसलाई राखेँ भने चाहिँ यसमा चाहिँ केही अप्सनहरू आउँछ। यहीँनिर केही अप्सन देखिरहेको छ। यसलाई मुभ गर्नु पर्यो भने हामीले के गर्छौँ क्लिक गर्छौँ अनि माउसले क्लिक गरेको नछोडिकन यसरी ड्र्याग गरेर लिएर जान्छौँ है। क्लिक गर्छौँ अनि ड्र्याग गरेर लिएर जान्छौँ। यसलाई तल माथि दायाँ बायाँ मुभ गर्नु पर्यो भने चाहिँ यसलाई हाइट विथहरू यहाँनिरबाट यसलाई मुभ गर्न मिल्यो, कर्नरबाट सानो ठुलो गराउन मिल्यो है। यसलाई हामीले रेक्टेङ्गल मात्रै नभएर अरू कुनै एलिमेन्ट्सहरू पनि राखेको छौँ भने सर्कल होला, जस्तो कि मलाई कल आइकन होला, जेसुकै होला है। यो सबै कुराहरू मैले यहाँनिर राखेको छु भने यसलाई मुभ गर्नुपर्ने छ भने क्लिक गरेर ड्र्याग गर्ने, कर्नरबाट सानो ठुलो बनाउने, यो सबै कुराहरू भयो। अब यसलाई यहाँनिर केही अप्सनहरू दिएको छ। लक गर्ने भनेर एउटा अप्सन दिएको छ। यो लक गर्ने भनेको चाहिँ के हो भने चाहिँ अब यसलाई चाहिँ मैले लक गरिदियो भने यसलाई मुभ गर्न मिलेन। कहिलेकाहीँ चाहिँ हामीले एकदम धेरै सानो सानो टुक्रा 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 राखेर डिजाइन गरेको हुन्छ। त्यो बेला चाहिँ एउटालाई मुभ गर्छु भन्दा अर्को मुभ भइदिन्छ, एउटालाई छुन्छु भन्दा अर्को छुइदिन्छ होइन। त्यो भयो भने चाहिँ के गर्नु पर्यो त यसलाई लक गरेर राखिदिएपछि यो चाहिँ मुभ भएन। पछि यसलाई युज गर्नु पर्यो भने के गर्ने यहाँबाट अनलक गर्ने है। यो अप्सन भयो। यसलाई डुप्लिकेट गर्ने अप्सन, यसलाई चाहिँ डबल गराउनु पर्यो भने चाहिँ डुप्लिकेट गर्ने, डिलिट गर्नु पर्यो भने डिलिट गर्ने। अब यसलाई डुप्लिकेट गर्नु छ भने के पनि गर्न मिल्यो त अल्टसँग सर र हामीले ड्र्याग गऱ्यौँ भने यो चाहिँ डुप्लिकेट हुनुभयो। जुनसुकै एलिमेन्टलाई अल्ट दबाएर माउसले क्लिक गरेर ड्र्याग गऱ्यो भने चाहिँ यो के हुन्छ डुप्लिकेट हुने भइहाल्यो। अनि अब कम्प्युटरको बेसिक सर्टकटहरू सबै यसमा काम गर्छ। कन्ट्रोल सी कपी, कन्ट्रोल भी पेस्ट, कन्ट्रोल एक्स कट, सबै सर्टकटहरूले काम गर्ने हो। त्यस्तै केही ब्याक गर्नु पर्यो, अगाडि 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 जानु पर्यो भने चाहिँ हामी के गर्छौँ
कन्ट्रोल जेड गऱ्यो भने चाहिँ योभन्दा अगाडि हाम्रो डिजाइन थियो जस्तो थियो त्यस्तै बन्दै 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 जान्छ है। हामी चाहिँ आजको डे 1 को क्लासको लगभग लास्टमा आइसकेको छौँ र यो भनेको ओभरअल हाम्रो 0 लेभलमा छौँ है। हामीले चाहिँ जस्ट अहिलेसम्म के बुझ्यो भने चाहिँ क्यानभाले चाहिँ कसरी काम गर्दो रहेछ, क्यानभामा चाहिँ डिजाइन कसरी हुँदो रहेछ भनेर बेसिक कुराहरू मात्रै थाहा पायौँ आज चाहिँ हामीले। क्यानभा भनेको के रहेछ, डिजाइन भनेको के रहेछ, क्यानभामा डिजाइन चाहिँ ग्राफिक डिजाइनहरू कसरी बन्दो रहेछ, ब्यानर पोस्टरहरू चाहिँ कसरी बन्दो रहेछको एउटा सानो केही कुराहरू मात्रै थाहा पायौँ। र यो भइसकेपछि भोलि तपाईँहरूको काम के हुन्छ भनेर हेरौँ है त। भोलि तपाईँहरूको काम भनेको तपाईँले क्यानभा अकाउन्ट कोले बनाउनु भएको छ, कोले बनाउनु भएको छैन, सबैजनाले क्यानभाको अकाउन्ट बनाउनु पर्यो। क्यानभा अकाउन्ट गरेपछि यस्तो खालको फर्स्ट इन्टरफेस आउँछ। तपाईँले डिजाइन पहिले अकाउन्ट बनाएर डिजाइन गर्नु भएको छ भने यहाँनिर तपाईँले गरेको डिजाइनहरू आउँछ, होइन भने केही पनि आउँदैन होइन यहाँनिर। अब यसको टपमा तपाईँले क्रिएट भन्ने यो अप्सन छ, तपाईँ यो क्रिएट भन्ने अप्सनमा जानु पर्यो। अनि क्रिएट भन्ने अप्सनमा गएर चाहिँ बिजनेस कार्ड भनेर तपाईँले सर्च गर्नु है। बिजनेस कार्ड भनेर चाहिँ तपाईँले सर्च गर्नु। अनि यहाँनिर यतिकै धेरै बिजनेस कार्डको साइज आउँछ। यहाँनिर यो फर्स्टवाला यो बिजनेस कार्डको साइज तपाईँले चुज गर्नुहोस्। अनि बिजनेस कार्डको अप्सन चुज गरेपछि तपाईँले के हुन्छ त यहाँनिर यो डिजाइन भन्ने सेक्सनमा जानुहोस् है। बिजनेस कार्डलाई चुज गर्नुभयो, त्यसपछि यो सबैभन्दा माथिपट्टि यो डिजाइन भन्नेमा जानुभयो भने के आउँछ, टेम्प्लेटहरू आउँछ। टेम्प्लेट भनेको के त, अरूले अलरेडी बनाएर राखेको डिजाइन। यो मध्ये चाहिँ यो क्राउन लागेको पार्ट तपाईँको चाहिँ यो पेड भर्जनको र फ्री भर्जनको छुट्टा छुट्टै होला। तपाईँलेको अब पेड भर्जनको क्यानभा युज गर्नु भएको छैन भने चाहिँ फ्री भर्जनमा जुन एभाइलेबल छ त्यो एउटा टेम्प्लेट लिनु है। जस्तो कि मैले यहाँनिर यो फ्री भर्जनमा कुनै एउटा एभाइलेबल भएको मैले एउटा लिन्छु। ओके, यहाँनिर यो एउटा मैले बिजनेस कार्डको टेम्प्लेट लिएँ र यसलाई अप्लाई गरिदिएँ। अब तपाईँको काम के हुन्छ त, भोलि चाहिँ यहाँनिर टेक्स्टहरू चेन्ज गरेर आफ्नो नाम लेख्नु पर्यो, कन्ट्याक्ट डिटेल्सहरू। अब तपाईँले कलरहरू चेन्ज गर्न मन छ भने कलरहरू चेन्ज गर्दा पनि जे जति तपाईँलाई आउँछ, जे गर्न मन लाग्छ त्यही गर्नु। तपाईँले केही गल्ती गर्ने तपाईँले जति पनि छुट छ, तपाईँले जानेन भन्नु पनि छैन, केही पनि छैन। तपाईँले क्यानभा खुलाउनुहोस्, अकाउन्ट बनाउनुहोस्, बिजनेस कार्डको डिजाइन गर्न सुरु गर्नुहोस्। जे बिग्रे पनि बिग्रिन्छ, केही पनि मतलब भएन होइन। राम्रो बने बन्छ, नराम्रो बने बन्छ, तपाईँले बिगार्नुहुन्छ, जेसुकै गर्नुहोस्। एउटा टेम्प्लेट लिनुहोस्, एउटा टेम्प्लेट लिएर यहाँ भएको नामहरू चेन्ज गर्ने कोसिस गर्नुहोस्, कलरहरू चेन्ज गर्ने कोसिस गर्नुहोस्, जे आफूले गर्न मन लाग्छ त्यो गर्ने एउटा कोसिस गरेर चाहिँ तपाईँले एउटा बिजनेस कार्डको डिजाइन बनाउनुहोस्। अब एउटा यो बिजनेस कार्डको यो डिजाइन तपाईँले बनाइसकेपछि यहाँनिर एउटा डिजाइन बनाउनु भयो। अब यो डिजाइन गरेपछि के गर्नुहोस्, यहाँनिर एड अ पेज भनेर चाहिँ अर्को पेज एड गर्नु होइन। एउटा पेज यो भयो, यसमा चाहिँ एडिट गर्नुहोस्, तपाईँले जे मन लाग्छ त्यही गरिदिनुहोस् होइन। यतापट्टि हेर्नुहोस्, क्यानभामा मैले भनेका कुराहरू हेर्नुहोस्, जे तपाईँलाई मन लाग्छ त्यो गर्नुहोस्। त्यसपछि अर्को पेजमा चाहिँ तपाईँले के गर्नुहोस् भनेपछि यो अगाडिपट्टिको यो जुन डिजाइन छ यस्तै चाहिँ पछाडिपट्टि नि बनाउने, आफैले बनाउने कोसिस गर्नुहोस्, एडिट नगर्नुहोस्। जस्तो कि अब यहाँनिर के छ, एउटा रेक्टेङ्गलहरू राखेको छ भने रेक्टेङ्गल, जस्तो यहाँनिर टेक्स्ट राखेको छ भने चाहिँ के गर्नुहोस्, तपाईँले टेक्स्ट राख्ने कोसिस गर्नुहोस् होइन। यहाँनिर लगेर टेक्स्ट राख्नुहोस्। अब टेक्स्टको कलर त्यहाँ चेन्ज गरेको छ भने तपाईँले यहाँनिरबाट गएर टेक्स्टको कलर चेन्ज गर्ने कोसिस गर्नुहोस्। त्यसपछि यहाँनिर एउटा रेक्टेङ्गल राखेको छ भने तपाईँले गएर के गर्नुहोस्, एलिमेन्ट्समा गएर रेक्टेङ्गल सर्च गर्नुहोस्, एउटा रेक्टेङ्गल यहाँनिर राख्ने कोसिस गर्नुहोस्। जस्ट बनाउने कोसिस गर्नुहोस्, राम्रो बनोस् नराम्रो बनोस्, कस्तो बन्छ भन्ने कुराको मतलब भएन। भोलिको काम भनेको चाहिँ तपाईँले यो बनाउने कोसिस एटलिस्ट तपाईँले गर्नु पर्यो। एउटा टेम्प्लेटलाई एडिट गर्नुहोस् र यो बनिसकेपछि यसलाई डाउनलोड गर्ने कसरी भन्नु होला। डाउनलोड गर्नलाई चाहिँ यसलाई क्लिक गरेपछि यो सेयर भन्ने अप्सन छ, यो सेयर भन्ने अप्सनमा गएर यो डाउनलोड अप्सन यहाँनिर दिन्छ। यसमा गएर चाहिँ एज अ पिएनजी चाहिएको हो कि पिडिएफ चाहिएको हो कि के फर्ममा चाहिएको होइन। हामीलाई फोटोको फर्ममा चाहियो भने जेपिजी अथवा पिएनजी फर्ममा डाउनलोड गर्नुहोस्। अनि पेज चाहिँ कुन चाहिँ पेज, हामीले त दुईवटा पेज बनायो भनेपछि फर्स्ट पेज डाउनलोड गर्नुपर्ने छ भने फर्स्ट पेज, सेकेन्ड पेज डाउनलोड गर्नुपर्ने छ भने सेकेन्ड पेज, त्यसलाई क्लिक गर्नुहोस्। अनि डाउनलोड गरेपछि यो पेज चाहिँ हामीले डाउनलोड गर्न मिल्छ। ओके, यसरी यो डाउनलोड गरेको पेज सम्भवतः हाम्रो ग्रुप बन्छ होला, क्लासको ग्रुपमा अथवा हाम्रो एडमिनले जहाँ भन्नुहुन्छ त्यो असाइनमेन्ट चाहिँ तपाईँले भोलि चाहिँ बनाएर पठाउनु पर्यो है। तपाईँले राम्रो गराउनुहोस् नराम्रो गराउनुहोस् केही पनि मतलब परेन, जस्तो बनाए पनि तपाईँले बनाउनु चाहिँ पर्यो है। ठिक छ, हामी क्लासको लास्टमा छौँ। तपाईँहरू मध्ये कसैले केही क्वेसनहरू छ? रेकर्डेड भिडियोहरू कहाँ पाउँछ सर? रेकर्डेड भिडियोहरू तपाईँले जुन इमेलबाट रजिस्टर गर्नुभएको छ नि टेकडिनमा, हजुर 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 त्यो इमेलमा पाउनुहुन्छ त्यसको एक्सेस चाहिँ। हाम्रो एडमिनसँग चाहिँ रेकर्डेड भिडियोहरू हुन्छ। माग्नु है।
ओके, तपाईँहरूको आजको काम के हुन्छ भनेपछि जस्ट यो क्लास सिधाउनुहोस्। यो क्लास तपाईँलाई कति कुराहरू दिमागमा पस्यो, कति कुराहरू पसेन, केही कुराहरू बुझ्नुभयो होला होइन, केही कुराहरू नयाँ जस्तो पनि लागेको होला। तपाईँले बुझ्नुभएको छ भने जस्ट मैले भनेको काम गर्नुहोस्। क्यानभामा अकाउन्ट बनाउनुहोस्, खुलाउनुहोस्, बिजनेस कार्डको साइज लिनुहोस्, टेम्प्लेट लिनुहोस्, एडिट गर्न थाल्नुहोस्। बुझ्नु भएन भने एकचोटि फेरि रेकर्डेड क्लासहरू हेर्न पनि तपाईँले पछि पाउनुहुन्छ। जस्ट तपाईँले के गर्नु पर्यो त,